आर्कन 4 मा मात्र पुगेँ अलिअलि बिर्सेँ सिजन 1 त अस्ति नै हेरेको थिएँ अनि सिजन 2 हेरेको एकछिन रिकल गर्न एकछिन झ्याउ भइरहेको थियो तर जे पाइदे बनाइदिएर चाहिँ मनला जस्तो यार जे मनलाई त्यो स्केच क्या ड्याङ डुङ क्या त्यो आर्किन चाहिँ ल आर्किनमा चाहिँ होइन त्यो ल गर तिमीहरूलाई जे गर्न मन छ गर तिमीहरू जिले आफ्नो जिन्दगीवाला त्यही भने एभ्रिथिङ सिनेमेटिक स्टोरी पनि त्यही अनुसारको छ अनि त्यो मेन चाहिँ दामी चाहिँ एक्सप्रेसन हो क्या होइन त्यो हाउ दे त्यो एक्सप्रेसनको त्यो एउटा नयाँ अनलक गरेछ क्या गाइजहरूले मलाई कस्तो मिठो लाग्यो यार एङ्ग्री स्याड ह्याप्पी त्योहरू कुनै कुनैमा चाहिँ अलिकति अनक्यानी भ्याली एउटा दुइटा क्यारेक्टरमा छ त्यो मेन त्यो स्कोर युज गर्ने त्यो ह्यान्डसम वाला वाइट गाई छ नि त्यसको चाहिँ अलिकति एउटा दुइटा पार्टमा मलाई अलिकति त्यो उदाएन अरू लवालाको कुरा क्या त्यो स्टाइलाइजै त्यो वाला नै बनायो क्या तिनीहरूले जस्तो एनिमेमा एउटा बनाएको थियो नि होइन ठुलो आँखावाला हेर्ने बित्तिकै यो हाम्रो के अरे यो गिब्ली स्टाइल जस्तो नि होइन त्यो वाला स्टाइल बनायो क्या यिनीहरूले एक्सप्रेसन त मत फकिङ दामी छ त्यो छुट्टै रिसर्चै हो नि त्यही हो स्टोरी पनि लाइक लास्टसम्म पुग्ने बेलामा चाहिँ अब जे भए पनि आर्किन त मेन त्यो जिङ्क्सलाई फलो गर्दा हुन्छ छैन क्या सबै क्यारेक्टर कस्तो मजाले सबैको आर्क देखाएको छ अलिकति रियलिजम पार्ट छ लास्टमा त ब्रो लाइक ब्रह्मन लेभलकैमा पुग्छ त्यहाँसम्म पुग्छ केटाहरू हो है लाइक त्यो लेभलको सिट देखाउन खोजेको छ अन्त वर्ल्ड बिल्डिङ पनि त्यो दामी क्या त्यो गियर्सहरू क्या ब्रो के युज गरेर आएको छ तपाईँहरूलाई पुरा स्टिम पङ्क क्या जस्तै त्यो रिसर्च गर्ने कम्प्युटर क्या त तिनीहरूको साँचो त्यसरी बनाउनु हो क्या वर्ल्ड चाहिँ होइन जे भने नि भयो नि त त्यही कस्तो भन्दाखेरि अब गेमबाट हो नि त गेमबाट आएको हो नि त अनि गेम चाहिँ फेरि खासै चलाएको छैन कि अब गेम चाहिँ अब डोटासँग कम्पिट हुँदैन गेम अनि गेम खासै चलाएको छैन गेम चाहिँ त्यस्तो हाइप छैन अब तर त्यही गेमको क्यारेक्टरहरूको वेपनहरू हो क्या त्यो फेरि उनीहरूकै स्पेसालिटीहरू हो क्या त्यो गेममा अनि त्यसलाई हामी खत्रै स्टोरीमा मोल्ड गर्दै हो नि त्यो लाइक त्यो अस्ति हामी मेकिङको प्रोसेसको कुरा गर्छौँ नि हामी त्यो इट्स लाइक डन अन पोइन्ट वाला कुरा क्या यो चाहिँ जे लेखे हो जे इमेजिन गरे हो गाह्रो कुरा हो गाह्रो कुरा हो क्या ब्रो होइन जस्तो राइटरसँग पेन्सिल मात्रै छ पेन मात्रै छ होइन अब त्यो कुरालाई देखाउन सक्नु पर्यो द थिङ हि रोट विथ जस्ट अ पेन्सिल इट सुड बी त्यो कुरा चाहिँ फेरि ठ्याक्क इन्टरप्रेट यो ट्रान्सलेट हुनु पर्यो क्या भिडियो मिडियममा चाहिँ अनि एकदम बवालेर एनिमेसन यस्तो कि त्यो राइटिङलाई चाहिँ राइटिङमा एकदमै नै राइटिङलाई चाहिँ फलो गर्यो होइन स्टोरीबोर्डलाई फलो गर्यो भने चाहिँ त्यो होइन अनि त्यही मटेरियलमा चाहिँ एकदमै कर्मनिष्ठा साथ फलो गर्यो भने चाहिँ भिजुअल्स चाहिँ झन् एम्प्लिफाई भएर आउँछ वाला खालको एक्जाम्पल छ क्या मलाई चाहिँ हिजो त्यसबाट हेरेर त्यो आर्ट स्टाइल एउटा बनाउनु पर्यो के अरे त्यो सिटमा बनाएर क्या ब्रो त्यो प्रेसिङ पेपरमा चाहिँ आर्ट गरेर त्यो लेयरवाला बनाउने त्यो कन्सेप्ट आइरहेको थियो क्या मलाई त्यो यसमा युज गरेर आएको क्या त्यो मान्छेहरूले त्यो गर्नु युज गर्थ्यो ओभरल्याप गरेर राख्नु लागि तर वर्ल्ड त दामी बनायो त्यो त पुरै आर्केनको त डेन्जर छ नि त्यो 2D र 3D गरेको वाला खालको त्यो लाइटिङहरूको लागि 2D युज गरेको वाला होइन कति पेन्टहरू गरेको यताउति त्यो लाइक त्यो स्पाइडर भर्स जस्तै होइन तर फुल अन लार्जर स्केलमा के आर्केन चाहिँ होइन क्या राम्रो स्टाइल निकालेछ यार म त्यो हिजो स्टाइल मजाले हेरिरहेको थिएँ क्या म त्यसको मजा आइरहने तपाईँ त्यसको लागि मात्रै भयो नि ब्लेन्डर चलाउनु पर्ने हो क्या यो ब्लेन्डरको चलाउनु त पर्ने हुन्छ चलाउनु मान्छेहरू आउँछ नि एउटा एक्सपेरिमेन्ट गरौँला नि त म 3D बनाउँछु तपाईँ त्यसमा हल्का ल म बनाइदिइहाल्छु नि ल त्यति आएर काम सेम के छ सोच्नु त जय काली माता 3D बनाइन्छ 3D मा चाहिँ तपाईँले अब हो तपाईँले भने जस्तै त्यो बटर पेपर माथि स्केच गरे जस्तै 3D को माथि आफ्नो 2D हाल्नु बब्बाल त्यो कुमारकै एक सर्ट बनाइदिउँ न कमिङ सुन हानिदिउँ न चाड दिने क्या मान्छे कमिङ सुन लास्ट मजा आउँछ मलाई सुन भने कहिले होइन कहिले स्टेटी त्यो चाहिँ कति मेगाहर्ट्ज पनि नभन्ने बसिराख्थ्यो
यो फ्रिक्वेन्सीको कन्स्पिरेसी त डेन्जरै रहेछ नि त ब्रो यार हाम्रो फ्रिक्वेन्सी चाहिँ सर्टेन हर्जबाट सर्टेन हर्जमा चेन्ज गर्दै त्यो वाला पनि दामी छ होइन त्यो फ्रिक्वेन्सीको त होल थिङ नै त्यो ट्रिकी छ क्या भन्ने हो हामीले अस्तिको लास्ट टाइम पनि हामीले कुरा गर्यौँ कि नर्मल कुरा गर्ने बेला लाइक हामीले डिभाइसै बनाएको छैनौँ भनेर मैले भनेको थिएँ नि एकताल लाइक वाट आर द फ्रिक्वेन्सी भाइब्रेसन युज गर्ने हाम्रो डिभाइस के छ त भन्ने कुरा केही नै छैन क्या ब्रो हामी होइन जस्तो अब ल एउटा इक्जाम्पल छ नि एउटा हाम्रो उसमा फ्रिक्वेन्सी पत्ता नलगाएसम्म रेडियो कसरी बनाउने भनेको कुरा जस्तै होइन त्यो त इन्भिजिबल कुरा हो नि जस्तै अहिले पनि भन्ने हो भने त लाइक वाइफाई भनेको इट्स थिङ अफ अब साइफाई कुरा हो क्या होइन तर सर्टेन कुराहरू मिलाएर हामीले यहाँको अर्थको आयोनोस्फियर युज गरेर एन्ड अल दिज म्याग्नेटिक यो हाइवेहरू युज गरेर यो अर्थको होइन धेरै कुरा अचिभ गर्न मिल्ने रहेछ नि त खास त होइन अनि अर्थको त्यो टेस्लाको उसले भन्थ्यो नि के भन्छ वर्ल्ड वाइड उसले पुऱ्याउँछु भन्थ्यो नि उसले इलेक्ट्रिसिटी फ्रीमा होइन त्यो अहिले कन्सेप्टमा नि त्यो फारफेस्ड आइडिया होइन क्या ब्रो तिमीले त्यो म्याग्नेटिक हाइवे भनेर सुनेछ इलेक्ट्रोम्याग्नेटिक हाइवे त्यो अफ अर्थ त्यो भनेको चाहिँ म्याग्नेटिक फिल्ड पास हुने एरिया भनौँ कि बाटो क्या एउटा अर्थको वरिपरि इन्भिजिबल रूपमा छ क्या जसले चाहिँ तिम्रो उता पनि छेकिरहेको छ त्यो माथिको लेयरले तल चाहिँ एक ठाउँमा त हाम्रो त फुल अन कोरदेखि एउटा त ठुलो म्याग्नेटको एउटा बनिरहेछ नि त इन्भिजिबल एउटा के भन्ने लेयर होइन हो त्यो हाइवे युज गर्यो भने चाहिँ वी क्यान जस्ट एकैचोटि मिल्यो क्या ब्रो जस्तै मैले कुनै कुरा जस्तो रुख काटेको कुरा मैले सिधै माउन्टेनदेखि तराईमा पुर्याउनु पऱ्यो भने टाइम लाग्छ तर मैले रिभर युज गरेँ भने त फ्रीमा एकैचोटि पुग्यो नि त होइन नेचुरल कुरा युज गरेर क्या हुन्छ नि त्यस्तै भने जस्तो यो इलेक्ट्रोम्याग्नेटिक फिल्ड पनि नेचुरली युज गर्यो भने त अर्थ एउटा ठुलो डल्लो म्याग्नेट हो नि इट्स आफैमा एउटा कोइल हो क्या सो वी जस्ट निड टु क्रिएट सम कोइल एन्ड जस्ट युज इट मात्रै कुरा हो क्या अनि त्यो एकदम बेसिक त भन्न मिल्दैन तर बेसिक फर हाम्रो निकोला टेस्लाको लागि चाहिँ एकदम बेसिक कन्सेप्ट थियो क्या यो चाहिँ गर्नु सकिहालिन्छ निवाला जस्तो भनौँ न यो इलेक्ट्रोम्याग्नेटिक अहिले यसो आएर सोच्ने नट फार फेस्ट त्यही त त्यो बेला यो इलेक्ट्रोम्याग्नेटिक हाइवे चाहिँ अन प्रोसेस हो बनाइरहेछ वाला हो ए होइन पहिल्यै छ नेचुरली हुन्छ क्या ए ओके अनि के हामीले यसलाई युटिलाइज गरिरहेको छौँ ओजोन लेयर भने जस्तो युटिलाइज गर्नु पर्यो त्यो चाहिँ गरेको छैन युटिलाइज चाहिँ गरेको छैन गर्यो भने त अनि डाइरेक्ट हाम्रो अर्थै ठुलो यत्रो ठुलो ब्याट्री बनिहाल्यो ए ओके त्यो पहिले छ हामीले त्यसलाई ट्यापिङ गर्न सकेको छैन बेसिकली त्यसलाई गरेको छैन बेसिकली त्यो अब जस्तै यहाँ माथि आयोनोस्फियर छ स्ट्राटोस्फियर छ भने जस्तै कुरा अब युज गर्ने कि नभने जस्तै आयोनोस्फियर भएले त हामीले यो रेडियो वेभहरू काम गर्छ नि होइन हामीले यहाँ टावरबाट यो हाम्रो रेडियो वेभ्सहरू यो ऊहरू वेभ फाल्छौँ माथि अनि माथिबाट बााउन्स ब्याक भएर यहाँ आउँछ चार्ज फिल्डबाट सो द्याट इट वर्क्स यदि त्यो चार्ज फिल्डै नहुने हो भने त रेडियो यो वेभ बनाउनु रेडियो बनाउनु यो स्टेसन बनाउनु कामै थिएन नि त त्यो बेलाको इमेजिन गर न अब त्यो भनौँ न त्यो आयोनोस्फियरलाई युज गरेर हामी तल पनि टावर बनाउने त्यो होल जुन त्यो भास्ट नेटवर्क छ त्यो इमेजिन गर न होइन दे कुडन्ट ह्याभ मेड अल अफ दिस थिङ विदाउट नोइङ डिटेल अबाउट द वेभ र फ्रिक्वेन्सी कुरा अनि आयोनोस्फियरहरू यो कुराहरू एकदम डिटेलली फिगर आउट नगरे भए दे वुन्ट ह्याभ नोन इट क्या यसो विचार गर्ने हो भने त्यो बेलाको जेनरल कुरामै केटाहरूले रेडियो र टेलिभिजन बनाइदिए होइन अब त्यो बेलाको अब त्यो अन्डर डेभलपमेन्ट त्यो एलिट कुराहरू के बाँकी थियो होला क्या त्यही त बुझेन त्यो भित्र हुन्छ नि अब अहिले हामीले इन्टरनेट ड्रोनहरू पाए जस्तो क्या अब खतरा कुरा छ नि त उनीहरूको स्टोरभित्र त होइन जस्तो एआई रोबोटहरू हामीले पाएको छैन तर त्यहाँ त दामी भइसक्यो तिनीहरूको होइन एमाजोनको त्यो तिम्रो वेयर हाउसमा त पुरा फुल अन मान्छे भइसक्यो होइन चाइनाकोमा तिम्रो चाइनामा त्यो के अरे बत्ती निभाएर डार्क रुम भनेर भइसक्यो फुल अन बत्ती चाहिँदैन वर्कर चाहिँदैन त्यो दामी कन्सेप्ट त्यही हो नि पावर कन्जम्सन पनि गर्यो पावर पनि बचायो होइन बत्ती पनि चाहिँदैन डार्क रुममा काम गरेछ अटोमेट भएर बसिरहेको ल नेक्स्ट लेभल डिस्टोपियन सिट क्या ब्रो यो चाहिँ डिस्टोपियन सिट क्या एकदम क्या डार्क रुममा रोबोट काम गरिरहेको छ होला स्याटेलाइटको लाइक एउटा एकदम
लेमेन क्वेसन होइन लाइक कमिङ फ्रम हु डोन्ट नो अबाउट मच अबाउट सेटेलाइट अब सपोज नेपालले सेटेलाइट पठायो अरे के एउटा माथि हामीले पठायौँ भने कि होइन अनि अब कम्युनिकेसनको लागि हामीले नेपालको लागि र त्यो सेटेलाइटको मात्रै एउटा छुट्टै डेटा ट्रान्सफर गर्ने कम्युनिकेसन सिस्टम बनाउन मिल्यो नि होइन त्यो भइसकेपछि च्यानल एउटाले मात्र हुँदैन नि त के कस्तो इट्स अबाउट नेटवर्क अफ इट जस्तै स्टारलिङले गर्यो नि थाउजन्ड्स अफ पठाइरहेको छ नि होइन सो त्यो सेटेलाइट भन्ने कुरा चाहिँ त्यो नेटवर्किङमा काम गर्ने कुरा हो क्या जस्तो मेन फ्रेम कम्प्युटर जस्तै अनि जस्तै यो हाम्रो तलको यो नेटवर्किङहरू पनि जस्तो टावरहरू 10 ठाउँमा छ भने हामीले तिमी सेलुलरकै भनौँ न टावरहरू 10 ठाउँमा हुन्छ होइन जस्तै म तिमी एरिया एदेखि एरिया सीसम्म जानु पर्यो भने तिमी एरिया ए बी सी गरेर पास गर्ने हो भने एरिया एकोमा तिम्रोमा कनेक्ट हुन्छ तिमी हिँड्दा हिँड्दै बीकोमा कनेक्ट हुन्छ हिँड्दा हिँड्दै सीकोमा कनेक्ट हुन्छ द्याट्स हाउ यु गेट कनेक्टेड अल द टाइम ओके फोनमा पनि एभ्रिथिङ भनेपछि अब नेपालको लागि मात्रै सोच्ने हो एरे चाहिन्छ क्या नेपालको जियोग्राफी हेरिकन मल्टिपल सेटेलाइट त्यसरी माथि हुनु पर्यो त्यसरी माथि हुनु पर्यो अनि सेटेलाइटबाट के छ भने इट क्यान स्टे स्टेसनरी घुमिरहनु पर्यो कति हो 18,000 हो कि 24,000 किलोमिटर पर आवर उडिरहनु होइन माथिको अर्बिटल भेलोसिटी सो इट हेज टु कति दिनको 3 हो कि 4 चोटि घुम्छ क्या त्यो उसमा अनि 3-4 चोटि घुम्छ भनेपछि सो एभ्री टाइम हाम्रो माथि त 3टा सेटेलाइट हुनु पर्यो नि त एटलिस्ट होइन सो सेटेलाइटको यो जिपिएसको एउटा कुरा के छ भने इच टाइम यु टर्न अन द जिपिएस हुन्छ नि देयर सुड बी एटलिस्ट 3 सेटेलाइट कनेक्टेड योर फोन टु सो योर जिपिएस एक्युरेट होइन XYZ बेसिकल्ली तर नर्मली पनि अहिले हाम्रो 17-18 वटा कनेक्ट हुन्छ क्या वेन यु टर्न अन द्याट होइन तिम्रो लोकेसन अन गर्छौ नि एभ्रीबडी हुन्छ नि हामी पठाओदेखि लिएर एभ्रीबडीले जब यत्तिकै हाम्रो घर हेर्न भयो भने पर्छ त्यहाँ एटलिस्ट पनि 12-15 वटा भइरहेछ क्या किनभने एकदम पहिल्यै हाम्रो आइफोनहरू फर्स्ट टाइम आउने बेला भनौँ त्योभन्दा अगाडि नै त्यो जिपिएस आइसकेको थियो नि त अनि त्यो बेलै मैले एउटा स्यामसङको एउटा फोनमा हेरेको थिएँ कि कतिवटा कनेक्ट त्यसमा हेर्नु 7-8 वटा 10 वटा त त्यति बेला कनेक्ट हुन्थ्यो एन्ड इट वाज नट एक्युरेट होइन अब अहिले क्या एक्युरेसी भइसक्यो अनि सब कुरा एडभान्स भइसक्यो भनेपछि त लाइक होइन यो त खत्रै सिस्टम हो नि त अनि स्टारलिङले यतिकै गरेको छैन हेर्दा कति हजारवटा यतिकै पठाउनु जाने छ नि तिनीहरूले सेटेलाइट त्यसरी पठाउनु पऱ्यो क्या इफ वी वान्ट आवर के अरे ग्रिड चाहियो जस्ट नट वान सेटेलाइट ग्रिड चाहियो काइन्ड अफ ग्रिड चाहियो नत्र त्यो स्लो हुन्छ नचल्ने भन्ने कुरै होइन चल्छ स्लो हुन्छ यो एउटा इमेज छ नि एकदम आउँछ लाइक स्पेस डेब्रिज भनेर कति चाहिँ त्यो पनि हेर्दा पनि आम्मा ए भित्र मात्रै होइन सोल्टीहरूले त बाहिर पनि कोलाहल मचाइसक्यो बाहिर न कोला छ नि अब रिसेन्टली भनौँ न ऊ स्पेस एक्सले होइन अहिलेसम्म लाइफ टाइम भएको जति त उसले स्पेस एक्सले फालिसक्यो एक वर्षमा मजाले अब त्यत्रो सेटेलाइट चाहिँ उसले कति 64,000 कतिवटा सेटेलाइट सक्यो अरे माथि स्टारलिङको अनि तिनीहरूको नयाँ सेन्टिमेन्ट छ नि उडायो अनि त्यो फुट गर्दै त्यो हुन्छ नि त्यो सेटेलाइट पठाउने तिनीहरूको नयाँ होइन डिप्लोय गर्ने नयाँ टेक्नोलोजी के कत्रो आएको छैन बुरु एकैचोटि कति हजारवटा फाल्छ यो एकदम एडभान्स भइसक्यो स्पेस डेब्री हेर्दाखेरि कस्तो लाग्ने भन्दाखेरि हामी यो इन्डियाको बिहारतिर गएर पुरै बिजोग भएर छि बिजोग रहेछ भने जस्तै होइन एलियन आयो भने त मलाई यो सबै के गरे यो भन्छ स्योर भन्छ आउन पासेन बाहिरपट्टि तिनीहरूको धेरै हुन्छ नि हाम्रो भन्दा के थाहा नि अब यु नेभर नो नि लाइक टेक्नोलोजिकली यहाँसम्म आउने एडभान्समेन्ट भयो भने त त्यहीमै सल्भ त्यो स्पेस पोल्युसन पनि त्यो पनि ठिक हो त्यही पनि सबै कुरा सल्युसन त हुँदैन फेरि जिन्दगीमा गाह्रो छ काहीँ थ्रै बढी प्रब्लममा जस्तै कि त्यो त जतिसुकै एडभान्स भयो नि देयर इज अ प्रब्लम त्यो त भइहाल्छ सलर माथादेखि लिएर जहाँ पनि छ यो फेरि सेन्टिमेन्ट पोल्युसन जता पनि छ त्यो त एकदम अब इभन यो एनिमल ऊहरूले पनि गर्छ जो सब फुटप्रिन्ट त सबैको हुन्छ कि होइन यो बायोलोजिकल फुटप्रिन्ट भनौँ कि के फुटप्रिन्ट भनौँ अब यो होइन अब केही कुरा एक्जिस्ट गर्छ भने त्यसले चाहिँ केही न केही फुटप्रिन्ट छोडेर त जान्छ नि त अनि लङ रनमा हेर्ने हो भने पोल्युसन भने केही कुरा नै पोल्युसन होइन क्या एभ्रिथिङ इज इन्ट्रोपी होइन टाइम लाग्ला भन्ने कुरा हो हामीले कम्प्रिहेन्ड गर्न सक्ने टाइममा हुन सक्ने कुरालाई चाहिँ अब हामीले नर्मल लिन्छौँ अब हाम्रो टाइममा हुन नसक्ने कुराले इन्कम्प्रिहेन्सेबल कुराहरू हुन्छ त्यति हो होइन तर एट द एन्ड अफ द टाइम अर एट द एन्ड अफ द डे भनौँ के भनौँ होइन लाइक नथिङ इज गन म्याटर नि त अर्थ इज ओन्ली गन बी अराउन्ड फर 4.5-6 बिलियन इयर्स होइन त्यो अर्थको एज हेरिदिनु अर्थ एज
नेचर 6000 अराउन्ड रहेछ स्याटेलाइट हाम्रो उसको SpaceX को स्याटेलाइटहरु SpaceX को मात्रै 6000 ख्याल हो त माथि माथि 1000 हुने यहाँ त्यही भन्छ भनेपछि त इमेजिन 6000 वटा ड्रोन एकै ठाउँमा भनेपछि त खतरै ग्रिडलाई कभर हुने गरी नै ग्रिड त उनीहरुको डेन्जर ग्रिड हो त्यही भएर त फास्ट छ जुन केटाहरुको डान्की अनि त्यसमा प्राइभेसी कन्सर्न कतिको हुन्छ लाइक अब हामीले नेपालमा बसेर म स्टारलिङ्क चलाउँछु स्टारलिङ्कको स्याटेलाइट कनेक्ट चलाउँछु भनेर लाइक पाइयो इन्क्रिप्सन भइहाल्छ नि सबै कम्पनीको भाले भयो अब त्यो पोलिटिकलले चाहिँ मिल्नु पर्यो पोलिटिकलले चाहिँ अस्ति गराएको चाहिँ ब्यान गरिदिन्छु भन्दै आउनु सक्ला होइन तर फ्रिक्वेन्सी वेभहरूलाई बााउन्ड्रीले सक्दैन इलेक्ट्रोम्याग्नेटिजमले मात्रै सेक्छ सेन्टिमेन्ट होइन कसरी रोक्ने त ल हो त्यो रोक्न मिल्यो त्यो के अरे पोलिटिकल्ली ल पछि नेपालको आइपीमा नचल्ने यताउता गराउनु मिल्यो होइन त्यो त लाइक एज अ टेक्निकल्स हामीलाई थाहा छ होइन तर त्यो बेसिक फिजिकल लिमिटेसन भन्ने हुँदैन अब जस्तै भनौँ न इफ देयर इज अ नेटवर्क अराउन्ड अब भनौँ न ह्याक गर्न त मिल्छ नि त वाला कुरा क्या होइन यहाँ अब एनटिसीको एनसेलको नेटवर्क उडिरहेछ यहाँ कसैको वाइफाईको नेटवर्क उडिरहेछ भने सो द्याट क्यान बी ट्यापेबल जस्ट इन्क्रिप्सन कीको मात्र कुरा त हो एउटा इन्क्रिप्सन कीको मात्र कुरा हो एभ्रिथिङ इज ट्यापेबल होइन त्यो कुन चाहिँ इन्क्रिप्सनमा गरेको अनि त्यहाँ त्यही अब लोकली स्टोर्ड हुने भएर गाह्रो हुने हो यताउता हो तर बेसिकल्ली होइन अब कनेक्ट गर्नु त मिल्छ जेमा नि इट्स कनेक्टेबल त्यसले सिस्टमले ल ओके यो भ्यालिड युजरै हो भन्ने उसले सिग्नेचर सर्टिफिकेसन्सहरू पायो भने चाहिँ टुल अलाउ ड्याम नो म्याटर अनि त्योहरू पनि इन्ट्रेस्टिङै छ डुएबल कुरा तर त्यो त नेसनै लाग्नुपर्छ क्या जस्तै अब यु नो अब स्टक्स नेटवाला साइबर वारफेयरहरू देयर वाज अ स्टक्स नेटवाला साइबर वारफेयरहरूको बारेमा थाहा छ स्टक्स नेट इफ यु जस्ट बेसिक स्टक्स नेटमा त सर्च गरेर स्टक्स नेटमा त सर्च गरेर नै आउँछ होला बेसिक त्यो एउटा चाहिँ एकदम इन्ट्रेस्टिङ इन्फोग्राफिक्स थियो क्या वाइल आई वाज लर्निङ इन्फोग्राफिक्सहरू धेरै अनि तिमीलाई देखा पनि होला सायद मैले अनि त्यो इन्फोग्राफिक्सको चाहिँ मैले भिजुअली चाहिँ आई एकदमै लभ डेट होइन त्यो भएर मैले त्यो सिक्नलाई भयो मैले टन्नचोटि हेरेँ अनि हेर्दा अनि त्यो इस्यु बुझेँ नि त मैले अनि मलाई त्यो फेरि 0 डेजहरू तिम्रो सर्टिफिकेट यताउता इन्क्रिप्सनहरू यता आएर त्यो खासै त्यो डिटेलमा थाहा थिएन त्यो टाइममा होइन अनि पछि यसो बुझ्दै गरेर चाहिँ इपिक वारफेयर रहेछ वाला कुरा यो तिम्रो त्यति बेला इरानियन सेन्ट्रिफ्युजहरू न्युक्लियर सेन्ट्रिफ्युजहरू सटडाउन गर्ने भाइरस बनाएर रहेछ क्या अनि यसमा लास्टमा ट्रेसेसहरू अमेरिकाको ज्युजहरूको कतिजनाको ट्रेसेसहरू यताउता पनि धेरैजनाको देखाएको छ होइन अनि साइमन्स मोबाइलहरू के उनीहरूको सफ्टवेयर युज गरेको भन्ने के रहेछ अनि त्यसपछि आफ्टर अल दे डिड द्याट युएसए लन्च अ फुल स्केल यो वार अन हाम्रो इरान रहेछ अनि इरानले पनि अनि विथ यो नेसनल मिलिट्री गार्ड भनेर अनि दे ह्याड लार्ज नम्बर 1500 हो कति लार्ज नम्बर अफ ह्याकर्सहरूलाई अनि त्यो फ्रन्टमा राखेर रहेछ अनि त्यसपछि यो धेरै अगाडि कुरा यसमा यो वार यो अहिलेको हाम्रो इरान अहिले जुन देखिरहेको छ नि यो वार त ऊ बेलादेखि सुरु भएको हामी सोसियल एप्समा काम गर्नुभन्दा अगाडि त्यो बेला देखाएको कि इन्फोग्राफिक्सहरू इट डिन्ट म्याटर मच अब अहिले भर्खर मलाई याद आउँदाखेरि त्यो फेरि त्यो बेलादेखि अहिलेसम्म सबै कनेक्ट भयो दे बिन डुइङ अब अहिले आएर चाहिँ के भन्नु सेन्ट्रिफ्युजहरू पनि ह्याक गर्न मिलेन होला न्युक्लियर सेन्ट्रिफ्युजहरू सटडाउन गर्न खोजेको क्या बेसिकली अनि यसमा चाहिँ अब तिम्रो भाइरस चाहिँ मजाले एकदम डर्मेन्ट भएर बस्ने भित्र अनि उसले आफ्नो त्यो टार्गेट नभेटाएसम्म मजाले डर्मेन्ट भएर बस्दैन क्या अनि फेरि सर्टिफिकेसन पनि फेरि त्यो खतरा कम्पनीहरूको सर्टिफिकेसन हुने रहेछ यो स्टक्ससँग 0 डेज भनेर थाहा छ नि तिमीलाई यो ऊ हो क्या 0 डेज भनेको आई रियली क्यानट त्यसरी एक्सप्लेन किनभने यो उसको फिल्डको त होइन तर यो एक्सप्लोइटेसन सर्टिफिकेसन जस्तै हो क्या ब्ल्याक मार्केटमा किन्ने मिल्छ क्या तिमीले अब जस्तै रियल टेकहरूको के सर्टिफिकेसन छ क्या साइबर सेक्युरिटी कम्प्युटरको 0 डे अट्याक भनेर हो यस अनि त्यो टन्नैहरू युज गरेर बनाएर रहेछ क्या यसमा चाहिँ सो अब यो जस्तै भनौँ तिमीले कुनै सफ्टवेयर इन्स्टल गरेर आएको छ त्यहाँ तिमीले एनभिडिआई देखेको सबै होइन यसो अलिकति चेक गर्दा नि सबै एनभिडिआईकै आइरहेछ यु डेफिनेटली इन्स्टल होइन अनि त्यो तिमीले आफूले एनभिडिआई देख्न चाहिँ गाह्रो भएन कि त्यहाँबाट त्यो उसको टाक एउटा टेक्स्ट मात्रै चेन्ज गर्दै भयो तर हाउ डु यु डु द्याट फर द कम्प्युटर क्या
उसको लागि चाहिँ एसएसएल सर्टिफिकेसनहरू जस्तो के सर्टिफिकेसन चाहिन्छ नि त टु बी एबल टु रन अन द्याट मसिन होइन अनि त्यो कुराहरू पनि एकदमै थाहै नपाउनु गरेर राखेको रहेछ क्या युज काइन्ड अफ फ्ललेस भाइरस क्या त्यति बेला अनि यो छिर्दै आफैले एक्सप्लोर गर्दै भित्र आफै ह्याक गर्दै छिर्ने क्या अनलेस इट गेट्स टु द कोर यसको टार्गेट के हो त यसलाई के गर्नु पठायो होइन अनि त्यो वाला थियो क्या अनि स्टक्सनेट चाहिँ अनि डेन्जरस के भने अनि इट इज फ्री अन द इन्टरनेट टु बी ट्रिङ्कल्ड बाई एभ्री वान डाउनलोड गर्नु मिल्छ के हो यो डाउनलोड गर्नु मिल्छ भनेर यसो त्यहाँतिर पनि छिराएको थियो आफूले केही पनि थाहा छैन ल ठिकै छ रमाइलो रहेछ त यार यो साइबर वारफेयर चाहिँ लाइक झन् जति अब उनीहरूले चाहिँ यो टेक्नोलोजिकल्ली अनि सबै कुराहरू कन्ट्रोल गरिरहेछ होइन यो साइबर सेक्युरिटी अनि त्यसपछि ह्याकरहरू वाच डग गेम छ नि लाइक तिनीहरू लाइक रेबेलहरू क्या फ्युचर रेबेल्स क्या फ्युचर रेबेल्सहरू यिनीहरू जस्तो लाग्छ मलाई ह्याकरहरू यताउति लाइक त्यो टेक्नोलोजी बाइपास अनि यही उहरू पछि त हो नि यो अहिले तिम्रो अस्ति नै तिमीले इरानहरू सटडाउन गर्न सक्यो अरे ह्याकरहरूले होइन तिम्रो अहिले यिनीहरू फुल स्केल इन्भेजनमा जानुपर्ने जरुरी बुझेन इरानले पनि स्ट्रङ गर्यो इन्डियाले स्ट्रङ गर्यो पाकिस्तान स्ट्रङ गर्यो चाइना स्ट्रङ गर्यो रसिया स्ट्रङ गर्यो होइन अनि त्यसपछि देन केम द क्वान्टम एन्ड द एआई बुझेन यो हाम्रो पुरानो सर्टिफिकेसन्सहरू पुरानो इन्क्रिप्सनहरू यिनीहरू सबै ब्रेक गराउँ भनेर दे क्रिएटेड न्यू टेक्नोलोजी होइन यत्तिकै बनायो भने रहेछ क्या यो क्वान्टम सन्टम वारफेयर हो होइन इफ यु क्यान जस्ट hack into Iranian if you can hack into everything that Russians are have been doing सकेन अब एआई र यो क्वान्टम यदि सुप्रिमेसी भयो नथिङ इज सिक्योर अब हामी जनतालाई चाहिँ तपाईँको फेसबुकमा नै ह्याक हुन्छ यो भनेर उ गरिरहेको छ नि लगाउने फेसबुक ह्याक सेन्टिमेन्ट क्या त्यहाँ के ह्याक हुन्छ खास त त्यहाँ होइन अब त्यो डराउनु चाहिँ अब त्यो फेसबुक भने पनि डराउँछ मान्छेहरू अरू भने त बुझ्दैन बुझ्नु तर इट्स नट द गेम क्या नो बडी वान्ट्स योर फेसबुक होइन कलेक्टिभमा चाहिँ होला 1 बिलियन फेसबुक एकाउन्ट छ भने चाहिँ हो के हो तर नो बडी वान्ट्स योर फेसबुक ने इभन दो यु आर प्रेसिडेन्ट अफ एनी वान के ब्रो बालै भएन कति नै इन्फर्मेसन होला र क्या ब्रो तर कलेक्टिभमा चाहिँ इट्स अ डेटा फेरि इट्स अ पर्सनालिटी होइन इट्स भेरी लार्ज डेटा बेस होइन तर इन्डिभिजुअल त के गर्नु होइन इन्डिभिजुअल मान्छेहरूले त्यसले पनि डराउँछ इन्डिभिजुअलमा पनि एफबिआईले त ब्याकडोरबाट फेसबुक छिरेर मान्छेहरूको पुरै डेटाबेस पत्ता लगाउने होइन गर्यो नि त त्यो एउटा विसल ब्लोअरै थियो नि एउटा युएसको अनि त्यो त गर्यो त्यो स्नोडेन अब त्यो त काइन्ड अफ भन्नु भने नि नभने नि वी सुड बी अवेर कि त्यो सबै मोनिटर भइरहेछ वाला कुराहरू तिमीले हेर्दैन यार बुढो वाला कुरा के हामीले स्टक गरे जस्तै हो हामीले स्टक गरे जस्तै स्टक गरे जस्तो अप्सन छ भने गरिन्छ क्या ब्रो अब जस्तै भनौँ इफ यु हेभ अ टुल मान्छेले प्राइभेट राखेको एकाउन्ट पनि हेर्नु मिल्ने टुल छ भने आई वुड जस्ट फकिङ युज इट फर फन पर्पजेस ओन्ली एजुकेसनल पर्पजेस ओन्ली वाला कुरा क्या एकछिन त युज गरेर हेरिन्छ नि त एज अ गभर्मेन्ट यु हेभ अ टुल टु डु इट अल क्या वुडन्ट त्यो वाला कुरा क्या मलाई रेजिम बचाउनु छ मलाई $1 बिलियन बनाउनु छ $1 ट्रिलियन एम्पायर तिनीहरूको ओखो हेरेर स्योर गरिन्छ लाइक तिमी म भए पनि गर्थ्यौँ 10वटा न्युज निकाल्न सकिँदैन हामी गरेको थियौँ त्यो पावर र त्यो पोजिसनको डिमान्डै हो त्यो लाइक गर्दिन भने मूर्खता हुन्छ अनि होइन त अब जस्तै सिम्पल एक्जाम्पल भनौँ न हामी एप डेभलप गर्ने हामी वेबसाइट डेभलप गर्ने हामी टेक्निसियन्सहरू हौँ नि त अब एज हामीले एप बनाइरहँदाखेरि होइन जतिसुकै इन्क्रिप्सन हाले पनि हामीले हाम्रो सिस्टममा छिराएको कुरा त हामीले हेर्नु मिल्छ नि होइन लाइन हेर्ने हामीले सर्ट आउट गरेर हेर्नु मिल्छ नाम अनुसार एज अनुसार सबै अनुसार डेटा मैले मेरो आफ्नो अनुसार क्युरेट गर्नु मिल्छ नि त मैले डेटा त स्योर मिल्छ क्या मेरोमा लगइन गरेछ भने कसैले मेरो सिस्टममा इफ आई मेड अ ओएस होइन अपरेटिङ सिस्टम बनाएँ मैले अरू एप बनाएँ मैले त्यसलाई राखेँ अनि मान्छेले आफ्नोमा डाउनलोड गर्यो भने त्यो फोनको डिटेल ब्याट्री पर्सेन्टेजदेखि लिएर एभ्रिथिङ डिटेल दिन्छ मलाई रियल टाइममा सर्भरमा अनि त्यो अटोमेटेड हुन्छ क्या होइन यो एआई जमाना आउनु अगाडिको कुरा अब इमेजिन अब अहिले के भएछ होइन अब त्यो कुरा त उसमै पनि नि अब जस्तै फर इक्जाम्पल फोन कसरी सुरु हो पहिला ज्याक जोडेर फोन गरिन्थ्यो नि त होइन आई वान्ट टु टक विथ दिस भन्थ्यो नि तिनीहरूले त्यो लाइन निकालेर ज्याकमा कनेक्ट गर्छ त्यसरी अब त्यति बेला पनि इट इज काइन्ड अफ होइन त्यहाँ त्यो अक्स केबल 2टा बनाइदिनु त हो कन्भर्टर एउटा छिराइदियो भने त्यही कन्भर्टरमा क्या अहिले 2टा कन्भर्टर छिराएर अर्कोबाट हेडफोन सुन्यो भने त्यो दुईजना कुरा सुन्नु मिल्छ क्या होइन अब अहिलेको कम्प्युटराइज सिस्टममा त त्यसलाई रेकर्ड बटन डेभलप गर्ने मात्र प्रोग्रामिङ गरेर त्यही सिस्टममा रेकर्ड गर्ने अनि तिम्रो यो एफबिआईले त अझ किवर्डहरू पनि हालिसक्यो
होइन कतिवटा हामीले किवर्डहरू ट्यापटुक भन्न थाल्ने बित्तिकै उसले त्यहाँ अटोमेटिक रिसर्चहरू गर्न थाल्छ, उसले रेकर्ड गर्न थाल्छ। त्यो त भने नि नभने त्यो जेयर हुने खालको कुरा कि इभन नेपालकै कुरा कन्टेक्सको कुरा नखोजेर नेपाल टेलिकमसँग साइन त डेटा स्टोर कतै न कतै भयो त बस यार मैले गरेको मेसेजहरू होइन। अनि त्यो अब गभर्मेन्ट एन्टिटी भएपछि अभियसली दे आर के भन्छ अब अब्लाइज टु गिभ द डेटा नेपाल सरकारलाई त भन्ने नि हो नि त तिनीहरूले अझ हाम्रो डेटा राम्रोसँग युटिलाइज गरेको छैन गर्नुहोस् र एकदम त्यो एकदम जेनरल सर्फेस मात्रै युज गरेको छ तिनीहरू। जुन एउटा एआई वा एउटा एनालिस्टलाई दिएर एउटा निकाल्न सकिन्छ त्यसको एउटा कन्क्लुजन, त्यो त अभियस नो चान्स मलाई लाग्छ। हड्डाबाट कसरी निकाल्ने यार वाला ह्याक प्रुफ हो नि नेपाल कहाँ ऊ आउनु अरे मसाइको भएको ब्रो ठ्याक एउटा त्यो कुन चाहिँ एनिमेटेड सोको आइरहेको छ त्यो लाइक सेन्ट्रल डिजिटल करेन्सी बनाउनेवाला वर्ल्ड वाइडै अहिले फेरि त्यो चलिरहेको रहेछ नि त होइन, त्यो बनाउनेवाला चलिरहेको रहेछ। अनि अब नेपालमा पनि यसमा रिसर्च भएर नेपाल राष्ट्र ब्याङ्कले चाहिँ 2024 रिसर्च सुरु गरिसकेको रहेछ। भनेपछि त यो लाइक त्यो कोअर्डिनेसनको कुराहरू के लाइक होला अब कन्स्पिरेसी छैन होला, बट अहिले जुन वेमा चाहिँ वर्ल्डमा चाहिँ अब सबैतिर चाहिँ यो करेन्सी चाहिँ डिजिटलाइज हुनुपर्छ भनेर आइरहेछ, त्यो बेलामा अब नेपाललाई पनि इम्प्लिमेन्ट गर। अब नेपाल जस्तो नेपालमा त त्यस्तो सिस्टम बनाउने यस्तो गर्ने भन्नु पुरै हामी त्यस्तो डेभलपमा होइन नि त होइन। हामी त अब मास्टर कार्ड भिसा कार्डमा $500 लिमिटेसन बल्ल त ल्याएको छ त्यो सबै कुराहरू। क्रिप्टो करेन्सी चाहिँ इलिगल बनाएर राखिरहेको छ। अनि त्यो डिजिटल करेन्सी चाहिँ बनाउनु पर्छ भनेर त्यहाँ चाहिँ पुरै रिसर्च गर्न थाल्यो भनेपछि त कसै न कसैको बाहिरबाट इन्टरनेसनली हस्तक्षेप छ होइन। कसैले गर भनिरहेको छ होइन, त्यो रिसर्च गर्न सुरु गर भनेर भन्यो नि त। अनि पो रिसर्च गर्न थाल्यो नेपाल राष्ट्र ब्याङ्कले, नभए त खुवा नै गर्नु नि त होइन। एकदम त्यो त कथा त एकदम त्यो हुन्छ नि टक हाल्ने बेला त्यो देखिन्छ। जस्तो भनौँ न कहीँ नभएको गे म्यारेज नेपालमा किन हुनु पर्यो? नेपालमा युएनहरू छिरेर होइन होइन यिनीहरू सबै एलजिबिटीहरू सबै छिरेर इन्डियामा त्यति पेन्ट गर्न सकेको छैन, तिम्रो चाइनामा सकेको छैन, नेपालमा कसरी गरेको ब्रो? यो तिम्रो बोर्डर क्रस गर्न सकेको छैन इन्टरनेस्ट हो, नेपालमा कसरी छिर्यो त यो ननसेन्स क्या बुझेन? अनि यो तिम्रो धर्मको ऊ पनि होइन, उसले त्यहाँ ट्रम्पले भनेको छ त हुन्छ नि $1 मिलियन कति $1 मिलियन दिएर यहाँ हुन्छ नि फर एथिजम प्रमोट गर्नको लागि गरेछ भनेर त्यो लाइक निस्किसक्छ। इट्स नट कन्स्पिरेसी। त्यो गाउँ घरमा गएको साउन्ड्स लाइक गएर इन्टरभ्यु लिँदाखेरि नेपालको गाउँ घरमा जाँदाखेरि कस्तो गेम खेल्दै भन्दाखेरि अब कास्ट सिस्टम छ नि त यहाँ होइन। कास्ट सिस्टममा गर्दाखेरि यहीँको रिलिजियन फलो गर्दाखेरि डिस्क्रिमिनेसन छ। अनि उनीहरूलाई चाहिँ एउटै लेभलमा आउने खालको रिलिजनमा चाहिँ अब क्रिस्चियनिटी आएर रक्तीलाई चाहिँ हाम्रो रिलिजनले चाहिँ यस्तो केही पनि गर्दैन भनेपछि त ओके विल चेन्ज, हामीलाई यस्तो केही पनि हुँदैन भनेपछि होइन क्रिस्चियनिटीको फ्लो बढ्ने भयो क्या देशमा। गाउँमा गएर गाउँमा चर्चहरू एकदमै। अनि यो डिजिटाइजेसन पनि अस्तिकै त्यो कुरा क्या, ट्रम्पले तिम्रो गर्न खोजिरहेको छ होइन, सबै कुरा डिजिटाइजमा लगेर गोल्डको भ्यालुसँग सबैको भ्यालु राइज गरेर एकैचोटि ड्रप गरिदिएपछि इक्वलमा त आयो नि त। आफूले गर्न मलाई जस्तो भ्यालु ल्याउनु पायो क्या होइन। अनि त्यो पटहरू युज गरेर आफैले त्यसको भ्यालु बढाउने त्यो नाटकहरू के गरिरहेको छ अरे नि त होइन। सो त्यो मिम कोइन जस्तै क्या होइन। सो त्यो एकदम गरिरहेछ। अब जस्तै सबै कुरालाई त्यहाँ ब्याक गरेर अब त्यो सबै एकैचोटि झार्न मिल्यो नि त। अब त्यो गर्न उसको जहाँ जहाँ डलरको बाहुल्य छ त्यहाँतिर त यो सिस्टम आफ्नो इम्प्लिमेन्ट गर्नु पर्यो होइन। मैले मात्र इसेट डाउनलोड गर्नु भएन, तिमीले पनि गर्नु पर्यो नि त, तिमीलाई पैसा चाहिन्छ भने त होइन। त्यो जस्तै उसले आफ्नो वरिपरिको त्यो कन्ट्रीहरूलाई चाहिँ अब बिस्तारै त्यही भन्न थाल्ने हो क्या, हातमा जतिवटा कन्ट्री छ होइन। अब जतिसुकै हामी नजिक भयो भने अब हाम्रो देशमा भारू चल्दैन, चाइनिज चल्दैन, रसियन चल्दैन क्या जति जे भने। भारू अब तिमीले ल चल्छ भन्नु होइन, ल अब 50,000 तिरौँ न त कतै होइन, बिल निकालेर तिर्न मिल्छ त, अलिक गाह्रै छ क्या ब्रो लिँदैन भनिदिन्छ सक्यो होइन। युएसडी चाहियो नि त सकेसम्म, युएसडी पनि अब गाह्रै छ क्या 50,000 रुपियाँ युएसडीमा तिरेर हिँडेर बस्न लाग्यो कसो धेरै कुरा छ नि त, गाह्रै छ क्या त्यो बेला पनि। नेपालमा त्यस्तो नचल्ने देशमा अब त्यो छेउ छ क्या फेरि होइन। अब हामीले यहाँबाट यदि हामी कन्सियसै हो भने त हामीले त नजिकैको वरिपरिहरूको लागि एकदम सजिलो गरिदिनु पर्ने हो नि होइन। चाइनाको र रसियाको र इन्डियाको करेन्सीलाई हुन त यिनीहरूले त्यो
ऊ फोटो एउटा निकालेको छ है ब्रिक्स करेन्सी भनेर एउटा दामी एउटा दामी निकालेको छ स्पाइरल फाइट चाहिँ गर्दै हुन त उनीहरूले पनि फिक्स गर्न खोजिरहेको एज अ होल हैन यो ब्याङ्किङ सेक्टर र यो फियाट करेन्सी वाला चाहिँ लार्जर गेममा हेर्ने हो भने चाहिँ इट्स गन फेल भन्ने कुरा चाहिँ प्रुभ भइसक्यो क्या जति नै गरे पनि हुन्छ नि लाइक गोल्ड रिजर्भको आधारमा चाहिँ मनी राख्ने हो भने कस्तो भइदिने भन्दाखेरि गभर्मेन्टसँग जहिले पनि पावर के हुन्छ भन्दाखेरि पैसा छाप्ने पावर भइदिन्छ अलिकति केही प्रब्लम आयो कि जुन अब ल सपोज चाइनाको सरकार आएर कि अब ब्रिक्सको सरकार आयो कि ब्रिक्सको सरकार आएर पैसा इकोनोमी चाहिँ अब उनीहरूको करेन्सी चाहिँ ल पावरमै आयो भने पनि त्यो इकोनोमी चाहिँ इकोनोमीको फ्लो भनेको चाहिँ अप एन्ड डाउन हुन्छ क्या होइन स्टक मार्केटमा अप एन्ड डाउन भएको जस्तै हुन्छ होइन अप एन्ड डाउन हुन्छ अनि उनीहरूले के गर्छ भन्दाखेरि त्यो डाउन भएको बेलामा उनीहरू डाउन हुनै दिँदैन यो ब्याङ्किङ सेक्टरको सेन्टिमेन्टमा तल भयो कि पैसा छाप्दिने खाली माथि जानुपर्ने वाला खालको सिस्टम गएपछि चाहिँ त्यो मनीको सिस्टम जसरी फ्लो हुनुपर्ने त्यो फ्लो नै नहुन पाउने कि अनि बिग्रिन्छ अनि इन्फ्लेसन होइन अनि त्यसपछि त्यो अब डेटमा जाने होइन मोनिटरी सिस्टममा काम गर्दैन मोनिटरी सिस्टम तिमीले एप्लाई गर्यो भने पनि तिम्रो आउँछ नि त इन्फ्लेसन त जसरी इनएभिटेबल हो क्या ब्रो मोनिटरी सिस्टम भनेकै होइन यो ट्रेडिङ सिस्टममै काम गर्दैन क्या जस्तै फर एक्जाम्पल इफ यु जस्ट टक लेमेनले क्या हुन्छ नि मसँग 100 रुपियाँ छ होइन एज अ ब्याङ्क अनि तिमीलाई मैले लोन गरेर मैले त्यो 100को 150 कसरी बनाउँछु कसरी हुन्छ क्या त्यो 100को 150 हाउ क्यान इट ह्यापन अनलेस आई डोन्ट प्रिन्ट अनदर सेट अफ मनी होइन मैले अहिले सर्टेन भ्यालु गर्छ अब मैले जे पाइँ भ्यालु बढाउँदै जानु पर्यो नि त यता पछाडि नभएको कुराको इन्ट्रेस्ट भन यो भन त्यो भन होइन लाइक इट डजन्ट वर्क क्या इन्ट्रेस्ट सिस्टम भन्ने अब्सर्ड कुरा हो खास कतिवटा रिलिजनमा त पहिले त उ थियो नि त इलिगल थियो क्या इट वाज सिन एन्ड द ज्युज डिड इट होइन अनि त्यो भएर त खास हेटेड वान अफ द रिजन देयर हेटेड त्यो पनि हो नि त त्यो पैसा धेरै नाटक गर्ने कि तिनीहरूले मिटर ब्याज जस्तो ब्याजमा खेलाउने क्या पैसा अनि त्यही 100 रुपियाँलाई 200 बनाउने 300 बनाउने दे न्यू आउट इट पहिलादेखि द्याट्स काइन्ड अफ नट गुड नट धर्म जस्तो भएन वाला जस्तो कुरा क्या स्क्याम भयो क्या त यस स्क्याम गरेर रिच गेटिङ रिच र पोर गेटिङ पोर वाला कुरा क्या अनि यही कुरालाई त अनि ब्यालेन्स गर्नु कम्युनिजमको ऊ के अरे थ्योरी आएको इज वाज जस्ट अ थ्योरी क्या नट अ पोलिटिकल भ्यू अनि पोलिटिकल भ्यू ल्याउने चाहिँ अर्कै मान्छे भयो तपाईँको त्यो मेन थियो नि जोकवाला के अरे स्टालिन यिनीहरू त्यो राख्नुपर्छ यो राखेर त्यस्तै कम्युनिजमको अब त्यो इट वाज जस्ट अ आइडिया क्या फर्स्टमा एन्ड देन इट बिकेम अ बुक एन्ड देन इट बिकेम अ पोलिटिकल थट क्या पछि वाज होइन इम्प्लिमेन्टेड बाई द पोलिटिकल ग्रुप्स अनि त्यस्तै त्यो थटहरू त जस्तो नि हुन्छ नि लाइक सबैजना ह्याप्पी हुनुपर्छ खुसी हुनुपर्छ औषधि पाउनुपर्छ खाना पाउनुपर्छ बेसिक राइट हो जिउन पाउनुपर्छ भन्ने कुरा त कन्सेप्ट त जहाँ पनि हुन्छ नि त होइन त्यो कन्सेप्टमै फेरि राइट हो भन्ने हुँदैन कि फेरि सबैजना इक्वल भएर नि भएन त्यो साइन्समा पनि सबै ठाउँमा इक्वल भन्छ हिट द्याट भन्छ क्या त्यसलाई होइन त्यो इट डजन्ट वर्क लाइक द्याट इकोनोमी जस्तो फ्लो हुनुपर्छ हिट पनि क्या तातोबाट चिसोमा चिसोबाट तातोमा फ्लो भइराख्नुपर्छ होइन थर्मोडाइनामिक्सको रुल जस्तै क्या होइन सो युनिफर्म भन्ने कुरा काहीँ नै हुँदैन एनिमलको उसमा यो प्लानेटहरूकै सबै नेचर युनिभर्समा हेर्ने हो भने नि त्यो युनिफर्मिटी भनेको डेथ हो क्या नथिङनेस हो क्या होइन त्यो अब त्यो अस्ति भने त्यो बाबुरामको उसमा पनि कियोसवाला जुन भनेको एक्जाम्पल पनि त्यो एकदम त्यो साइन्टिफिकल वाला कुरा हो कियोस इज नेचुरल के खास होइन अब इफ देयर इज नथिङ ह्यापनिङ वाट वुड यु अब्जर्भ के जस्तै कतै हामी बिग ब्याङ छ र त हामीले टेलिस्कोप त्यहाँतिर फर्काइरहेको छ त्यो किन नथिङ छ भने त हामी त्यहाँ टेलिस्कोप फर्काउँदैनौँ नि कियोस भएरै फर्काइरहेको छ इफ देयर इज नथिङ ह्यापनिङ होइन त्यहाँ बर्बाद भइरहेछ त्यहाँ लाइटको स्पिडमा त्यहाँ स्टारहरू दुइटा इन फिजिकल उसमा हो वी क्यानट इभन इमेजिन क्या त्यो भएर त हामी त्यो कियोसलाई हेर्न खोजिरहेछौँ स्टडी गर्न खोजिरहेछौँ होइन देयर इज नथिङ टु बी स्टडी अन नथिङ यो चाहिँ एकदम यसमा चाहिँ हैन यो कन्सेप्ट चाहिँ कस्तो मजाको लाग्ने भन्दाखेरि यसले चाहिँ लाइक कृष्णले पनि के महाभारतमा के हैन अर्जुनलाई भन्ने बेलामा अब एकदम अब त्यसको फिलोसफिकल मिनिङ खोज्ने हो भने लाइक महाभारत र भगवत गीताबाट एकदम सिम्पल नलेज के लिन मिल्छ भन्दाखेरि वार इज इनेभिटेबल ब्रो हैन वार हुन्छ वार हुने नै छ वार हुनेवाला छ तँ चाहिँ कहाँ छस् यो वारमा
तँलाई तेरो रियलाइजेसन चाहिँ के छ हैन त आफ्नो कर्म आफ्नो धर्म आफ्नो ड्युटी चाहिँ के गर्दैछस् त वार त हुने नै छ के कस्तो हुने नै छ त्यो त रोक्नै सकिँदैन त्यो त नेचरमै छ हैन त त्यसमा दुखी भएर बसिरा हैन त त्यसमा दुखी भइरा त पर्सनली लिइराको यसलाई यो त युनिभर्सल कुरा हो यो कसमसको गेम हो अनि त्यो गेममा चाहिँ त यो गेममा चाहिँ त आफ्नो रोलमा चाहिँ कतिको चाहिँ अप टु डेट छस् त हैन कतिको चाहिँ इन्ट्रोस्पेक्ट गरेर तँलाई थाहा छ त हो नि त अर्जुनलाई सिधै कृष्णको हैन एकदम अब अर्जुन पुरै सेन्टिमेन्टल अर्जुन पुरै अब हामी अहिले ह्युमन इमोसन जस्तै पुरै मेरो भाइ मेरो दाइ आफ्नै क्लान इमोसनल एकदम यो सबैसँग म कसरी चाहिँ हतियार उठाउनु भनेर ऊ चाहिँ अब पुरै इमोसनल भएर अब त्यो ह्युमन इमोसनमा डुबिरहेछ कृष्णले अब भन्न थालिसके ए बाबा होइन यो नेचर एकदम यो नेचरको ल हो यो युनिभर्सको ल हो भनेर सो लाइक त्यही भने अब एकदम अब जस्तै स्टिलनेस नि त हैन त्यो बेला अब केही नपाएपछि 5वटा गाउँ दिँदाखेरि पनि नपाएपछि उनीहरू लाइक दे ह्याड अप्सन कि गएर चिल बस्न नि पाइन्थ्यो क्या जङ्गलबाट निकालेपछि उनीहरू वनवास गरेर अर्को 40-60 वर्ष बाँचे भए दे कुड ह्याभ लिभ पिसफुल लाइफ एउटा जुन पिस भन्छौँ हामीले दे ह्याड द अप्सन अफ पिस द्वारिकामा एउटा 5वटा घर दिइदिन्थ्यो होला नि त अर्जुनले अर्जुन सरी कृष्णले बस्नलाई त हुन्छ नि दे लिभ पिसफुली फर 13 years दे कुड ह्याभ लिभ पिसफुली फर अनदर 30 years क्या ब्रो नो बिगी होइन तर त्यो होइन रहेछ नि त वार इज इनएभिटेबल तिमीले भने जस्तो धर्म इज इनएभिटेबल कर्म इज इनएभिटेबल त्यही त गर्नै पर्यो हुनै पर्यो त्यो कुराहरू अनि यसले चाहिँ पिस अफ माइन्ड पनि दिन्छ जस्तो लाग्यो क्या मलाई चाहिँ इन अ सेन्स कि अहिले चाहिँ कस्तो भन्दाखेरि मैले कस्तो देखेँ भन्दाखेरि यो एउटा एकदम फेमस कोट नै छ नि लाइक के अरे कोट त्यो कुन कोट कालोको त्यो टर्म नै बिर्सक्यो ब्रो मैले कस्तो घाँटी पाएँ त्यो नेपालीमा इङ्ग्लिसमा के त्यो इज अ मिथ वाला क्या इल्युजन होइन के अरे त्यो अस्ति भर्खर मैले इन्स्टाग्राममा नि होइन क्या त्यस्तै के एउटा टर्म छ नि ब्रो यार एकदम सिम्पल टर्म हो क्या अहिले आउँदै आएन क्या दिमागमा डेटाबेसै काम गरेन के टर्म थियो त्यो तिमीले इन्स्टाग्राममा हेर नि त के अरे इल्युजन इज मी वर्ल्ड इज मैट्रिक्स गुगल गर्छु म इल्युजन होइन क्या इल्युजन होइन मैले माया इल्युजन होइन के वर्ड छ यार प्रोपोगेन्डा त्यही सोध्दैछु शब्दकोशमा सरस्वती बास नगर्नु भएको अवस्था तिम्रो त्यहाँ जिब्रोमा सरस्वतीको बास भएको थियो नि रहेछ क्या घाँटीसम्म कुम्भकर्णको उस के अरे कथा इन्ट्रेस्टिङ रहेछ नि त ऊ वाला सरस्वतीको बासवाला क्या ठ्याक्क उसले इन्द्रासन माग्ने भनेर सोचे अरे अनि जिब्रोमा सरस्वती बास भइदिएर निद्रासन माग्दै अरे इन्द्रासन माग्न लाग्यो इन्द्रको आसन माग्न लाग्यो निन्द्रासन भन्दै अरे क्या सरस्वती आएर बस्थ्यो कस्तो नआएको त यार हो यो टर्म क्या लाइक इग्नोरेन्स इज अ ब्लिस भनेर त्यो लाइक एकदम कोटेड टर्म हो नि त यो पनि होइन अनि लाइक अब यो फिलोसफिकल्ली यो एकदम हेर्ने हो भने लेट्स गो विथ महाभारत होइन अल दिज स्क्रिप्चर्स फिलोसफिकल टर्म्स पनि यसमा चाहिँ इग्नोरेन्स इज ब्लिस काम गर्दैन क्या इट मे बी अ भेरी सर्ट टर्म गेम लाइक मेट्रिक्स जस्तै हो क्या रेड पिल र ब्लू पिल दिन्छस् लिँदैनस् तँलाई होइन रेड पिल चाहिन्छस् भने इग्नोरेन्स इज अ ब्लिस हो क्या तर लार्जर गेम हेर्छस् भने इट्स नेभर अ ब्लिस इट कान्ट बी अ ब्लिस के होइन अनि हामी चाहिँ एकदम पिस चाहिएको छ हामीलाई होइन हामी एकदम रमाएर बस्नुपर्ने मान्छे छौँ अनि हामी एकदम इग्नोरेन्स हरेक कुरामा मोडर्न कन्सेप्ट हो नि पिस त एकदमै मोडर्न कल्चर धेरै मोडर्न कल्चर क्या जस्तै साइन्सै 500 years भनेपछि अब बार्बेरियन चाहिँ थियो त्यो बेलासम्म पनि हावै थियो होइन अब रिसेन्ट टाइममा एकदम रिसेन्ट हो क्या जस्तै अहिले हामी एकदम पिसफुल प्रस्परस एरामा हुन्थ्यो त्यो हिसाबमा अहिले चाहिँ हामीले पिस चाहिरहेको क्या होइन नत्र पहिला हाम्रो सर्भाइभल इन्स्टिङ्क्टले हामीलाई बचाइरहेको भन्छन् अझैसम्म हाम्रो एक्टिभ छ क्या त्यो कतिवटा इन्स्टिङ्क्टहरू क्या हामीलाई पछाडिबाट आएको यताउता डर अँध्यारो यता हाइट साइट जुन लट अफ थिङ्स त्यो प्राइमल थिङ्सहरू हामीसँग अझै बाँकी छ क्या भित्र जतिसुकै सेफ इन्भाइरोमेन्टमा होइन फुल अन हामी वेस्टर्न लाइफस्टाइल बाँचे पनि तर त्यो भित्र त बाँकी छ त्यो कुराहरू फेरि होइन बाँकी छ
त्यो यो कन्सेप्टमा गयो भने चाहिँ लाइक त्यो पर्पस अफ लाइफ होइन अलिकति ट्रु मिनिङ अफ नेचर ट्रु मिनिङ अफ लाइफ चाहिँ पत्ता लगाउनै गाह्रो हुन्छ क्या लाइक किनकि एक्सप्लोरै गरिँदैन होइन अलिकति त्यो गाह्रो हुने बित्तिकै नै हट्दै गयो नि त मान्छे त्यो फिलोसफिकल क्वेसनै भएन क्या त्यो ड्राइभ नै भएन क्या त्यतातिर जानको लागि अर्कोबाट मैले कस्तो रियलाइज गरेको भन्दाखेरि यो चाहिँ एकदमै अद्वैता र ब्रह्मनको कुरा आइसकेपछि चाहिँ रियलाइज गरे हो होइन लाइक आचार्य प्रशान्त अनि त्यसपछि जिड्डु कृष्णमूर्ति यिनीहरूको कुरा सुनिसकेपछि चाहिँ कस्तो भएको छ कस्तो रियलाइजेसन भयो भन्दाखेरि हामीले केही फिलोसफी वा कुनै रिलिजनको कुरा लाइक हिन्दुइजमकै कुरा पनि हेरौँ अहिले हिन्दुइजम एकदमै चलिरहेछ होइन हिन्दुइजममै ल सपोज तपाईँले चाहिँ भगवत गीता पढ्नुभयो अरे क्या अनि भगवत गीताले तपाईँलाई एकदम इम्प्याक्ट पार्यो अरे होइन नाउ यो स्टिक विथ भगवत गीतावाला खालको भइरहेछ क्या अहिले चाहिँ ट्रेन्ड क्या हुन्छ नि भगवत गीता ओहो भगवत गीता भनेर होइन अब त्यसलाई मात्रै यही नै हो द अन्ली आन्सर वाला खालको जस्तो गरेर हुन्छ नि एकदमै माथि लग्यो क्या it's just a way, it's just a path. Like the answer त त्यहाँ भन्न खोजेको कुरा त त भित्रै छ है भन्ने कुरा चाहिँ सनातन धर्मको सबै धेरै फिलोसफीहरूले त्यही भन्नु खोजिरहेछ कि होइन सबै क्वेसनहरूको एन्सर त भित्रै छ तैँले चाहिँ त भित्र हेर्नु पर्ने हो भनेछ तर अब होइन अब भगवत गीतामा केही रिलिजन भनेकै त्यही कुरा त हो नि रिलिजन त्यो फेथवाला कुराले चाहिँ त्यही गर्यो क्या जस्तै कुनै कुराले एउटा के अरे अवेकन गर्यो मान्छेलाई त्यो कुरालाई चाहिँ मान्छेले रेस्पेक्ट गर्यो विच इज भेरी अन्डरस्ट्यान्डेबल होइन तर त्यसलाई नै त्यो पाथलाई तिमीले भने जस्तो पाथ नबनाइकन त्यसलाई नै डेस्टिनेसन बनायो भने चाहिँ अनि त्यहाँ चाहिँ देयर कम्स रिलिजन जस्तो कुराहरू क्या त्यहाँ चाहिँ त्यो भन्यो क्या अहिले जस्तै मैले अघि बिहान पनि सोचिरहेको थिएँ क्या जस्तो यो फेथहरूको कुरा होइन जस्तै फेथ इज ब्युटिफुल क्या even though I एकदम admire मान्छेहरुको faith है even though they are blind and एकदम पावरफुल हुन्छ following the people free or powerful हो त्यो हैन faith मा चाहिँ म चाहिँ खतरै हो त्यो चाहिँ if not for that god or the imaginary photo or that people को रूप or ढुङ्गा हैन त्यो नहुन्थ्यो भने त्यो मान्छेमा faith हुन्थ्यो क्या तर त्यसले गरेर like whatever miracle whatever हो हैन reason तर त्यो कुराले गर्दा त्यो मान्छेको faith छ क्या अनि त्यो मलाई इन्ट्रेस्टिङ लाग्यो क्या ब्रो जुन कुरा चाहिँ मसँग कम छ क्या ब्रो सेम बुझ्दैन ट्राइङ टु अन्डरस्ट्यान्ड अल मसँग चाहिँ त्यो लेभलको फेथ कहिले नै आउँदैन होइन होइन अनि त्यसले मलाई एउटा अनलक त गराउनु त मलाई त ब्लक त गरिरहेछ नि त ट्रु बुझ्दैन फेथको वाला पनि चाहियो क्या ब्लाइन्डनेसको वाला पनि चाहियो अनि दुवै नै जान्नुपर्छ होइन हाम्रो चाहिँ अलिकति ऱ्यासनल्ली जान्छ र क्वेसन गर्छौँ र त्यो कम्प्लेक्स भगवत गीताको सुरुमै छ क्या त्यो मैले के वर्ष मलाई त्यो फर्स्टको लाइन बुझ्नु त लाग्यो वर्षौं लाग्यो मलाई त्यो फर्स्टको लाइन बुझ्नु हो कम्प्लिटली ट्रस्ट गर भनिन्छ नि त जे भने एकदम अनि अरु कम्प्लिटली ट्रस्ट गर क्वेसन नगर यो के भन्दा जस्तो भएको थियो नि त सिरियस ब्याड पढ्ने बेलामा हैन हो यस यस अनि इभन त्यो एकदम पपुलर लाइन कर्म गरेर फलको आशा नगर यो बुझ्न त अब 30औं वर्ष लाग्यो भन्ने नि भयो क्या 20औं वर्ष लाग्यो हैन नसुनेको हो र यो लाइक एभ्री वान हु हेज बिन बोर्न इन हाम्रो यो एरिया यो हाम्रो माउन्टेनदेखि हैन समुद्रसम्मको एरियामा हाम्रो जन्मेको सबैले सुनेको छ कि कर्म गरेर फलको आशा नगर तर एक्सनमा ल्याउन चाहिँ गाह्रो छ अनि त्यो वर्षौंसम्म सुनेको छ इम्प्लिमेन्ट गर्न चाहिँ गाह्रो छ एक्सन भन्दा रियलाइजेसनमा ल्याउनै गाह्रो छ क्या इम्प्लिमेन्टेसन ल्याउने रियलाइजेसनमा रियलाइजेसन पुग्नलाई मलाई लाग्यो अहिलेसम्म भनौँ ए होला अब सायद म त्यसमा पनि रहनु छु होला क्या त्यो सायद मेरो त्यो इभोल्युसन अफ थट पनि हुनसक्छ क्या म इभोल्युसनमा त्यहाँ पुगेँ सायद त्यो होइन एकदम अब जस्तै आई स्टिल डोन्ट वान्ट से आई अन्डरस्टुड त्यो स्टेटमेन्ट तर त्यसमा चाहिँ केही न केही एकदमै इन्कोडेड छ भन्ने कुरा चाहिँ आई क्यान सी द्याट नाउ होइन त्यो एकजना पोइटिक कुराहरू अरू फिलोसफिकल कुराहरू दे आर द मिन्स अफ इन्कोडिङ ह्युज amount of data into certain text and which only ones can decode and encryption के भने जस्तो हाम्रो encryption के रहेछ क्या हाम्रो ब्रेन चाहिँ encryption के रहेछ अब you can put it into AI and all this stuff हैन तर enlightenment त beings बाटै आउँछ नि त हैन त्यही त त्यो machine enlightenment भरे it doesn't matter machine are already enlightened okay? They don't make mistakes they are not emotional they are very rational हैन machines are already enlightened के खास भन्नु तर enlightenment आउनलाई त बिङ एउटा चाहियो नि त it should be life त्यही अनि यसमा कस्तो नि भइदिने भन्दाखेरि अर्को तपाईले भन्दा भन्दै यो भन्दा
भन्दै रियलाइजेसन भएको होइन, लाइक दिमागमा आएको कुरा इन्लाइटनमेन्ट भनौँ मा जेसुकै भनौँ, लाइक तपाईँको दिमागको डेटाबेस र मेरो दिमागको डेटाबेस त फरक छ नि त होइन भित्रको, लाइक हाउ इट प्रोसेस, लाइक बच्चैदेखि अहिलेसम्म जेनेटिकल्ली भनिदिउँ जेसुकै वेमा भनिदिउँ इट्स डिफरेन्ट क्या होइन। अनि त्यो प्रोसेस आफैले गर्नु पर्यो नि त भित्र टु नो द एन्सर, सबै कनेक्टिङ द डट्स गर्नलाई आफू दिमागको होइन। हो बाहिरको फिड लिन्छ, फिड एउटै हुन्छ होला तर त्यो फिडलाई प्रोसेस गर्ने तरिका फरक हुन्छ होइन। अनि हाम्रो इन्भाइरोमेन्ट फरक हुन्छ, स्पेस फरक हुन्छ, धेरै कुराहरू फरक भइरहेको हुन्छ नि त। अनि यो रिलिजनमा चाहिँ कस्तो भयो नि भन्दाखेरि, अनि यो मूर्ति पूजामा है बेसिकली चाहिँ मूर्ति पूजाहरूमा चाहिँ अब यो सद्गुरु अनि त्यसपछि अब यो काली दुर्गा माताहरू चाहिँ म देखिरहेको हुन्छु क्या पोस्टहरूमा चाहिँ, अब लाइक एउटा मूर्ति रिभिल भइरहेछ होइन, अनि त्यहाँ मान्छेहरू पुरै इमोसनल भएर एकदम रोइरहेछन् होइन मूर्ति देखेर, अनि एकदम कनेक्सन जस्तो फिल भइरहेछ। ओके आई गेट इट क्या, आई गेट द्याट पोइन्ट कि ओके फिल भइरहेछ, सर्टेन च्यानलिङ भइरहेछ होइन, तर कस्तो डिपेन्ड भएको त त्यही, लाइक डोन्ट सरेन्डर न त त्यही होइन, लाइक अब्जर्भ एनालाइज भन्न खोजेको कुरा लिऊ। यसमा आचार्य प्रशान्तले चाहिँ खत्रै भनेको क्या एउटा ब्रो होइन, लाइक यो सबै कुरालाई फिलोसफिकली हेर्ने हो भने सबै कुरा आफूमै आएर जोडिन्छ, आफूभित्रै आएर जोडिन्छ क्या। कली पनि आफूभित्रै, कल्की पनि आफूभित्रै छ, कली पनि आफूभित्रै, सत्ययुग पनि अहिले नै चलिरहेको छ, अनि कलियुग पनि अहिले नै चलिरहेको छ, तँभित्रै छ होइन। त्यो कसरी चाहिँ एनालाइज गर्छस् त? ल अब कालीको खतरा भक्त हो अरे क्या कोही होइन, अब कालीको खतरा भक्त हो भने लाइक कालीलाई पूजा गरेर कालीको अगाडि सरेन्डर गर्ने होइन नि त। हो अब पहिला खतरा ऋषिहरू थिए, खतरा पुजारीहरू थिए जसले चाहिँ नेक्स्ट लेभलको डिभोटी भएर चाहिँ दे कुड च्यानलाइज काली इन डिफरेन्ट लेभल क्या, अब एस्ट्रल प्रोजेक्सन लेभलको च्यानलाइजेसन हुन्छ क्या। तर अहिले त त्यो गर्न सकिँदैन नि त। अहिले त हामी अहिलेको कन्टेक्स्टमा त वी हेभ टु बी फिलोसफिकल्ली राइट कि इन अ सेन्स कि ओके कालीले के को इम्बोडिमेन्ट गरिरहेछ त, वाट काली रिप्रेजेन्ट्स, अनि क्यान आई इम्बोडिमेन्ट द्याट काली विदिन मी वाला खालको त्यो चाहियो नि त। बाहिरको कालीलाई देखेर चाहिँ कालीकोमा सरेन्डर गरेर चाहिँ अब जे भयो नि कालीले बचाउनुहुन्छ वाला खालकोले इट्स लाइक डिल्युजन भयो नि त त्यो त नेक्स्ट लेभलको। अब आई अन्डरस्ट्यान्ड हाम्रो बुवा मम्मीहरूको बेलाको लागि इट वाज रियली गुड, किनकि त्यो बेलामा चाहिँ त्यो फिलोसफिकल्ली दार्शनिक भएर त्यत्रो सोच्ने आइडियोलोजी थिएन र नलेज पनि थिएन होइन। सो त्यो क्युरियोसिटी र त्यो ड्राइभ गर्ने नै केही पनि प्याटर्न थिएन क्या। बट अहिले त एभ्री वान अहिलेको जेनेरेसनमा त सबैजनासँग यो इन्फर्मेसन छ र क्युरियस हुने बाटो छ नि त, एउटा क्वेसन गर्ने बाटो छ नि त, इन्ट्रोस्पेक्ट गर्ने ठाउँ छ नि त। बट स्टिल अब सद्गुरुकोमा गएर अब पुरै हो दामी भएको छ, आइएम नट सेइङ कि एकदम होक्स हो यो हट्नुपर्छ भनेको होइन, बट लाइक मेक इट एज अ स्टेपिङ स्टोन, एउटा ल्याडर जस्तो बनाउन माथि जानलाई हो क्या मलाई, नन लाइक पन्डर अपन त्यहीँ, र त्यसमै मात्रै भयो भने तिम्रो इगोले अरू कुराहरू केही भन्यो भने त्यहाँ अरू कुराहरू आउनै दिँदैन क्या, अब अरू कुराहरू सुन्दैन क्या। इभोल्युसन अफ थटमा त्यो पनि पर्छ होला क्या सायद, मेबी इभोल्युसन अफ थटमा होइन। जस्तै अब यो कुनै मान्छेलाई यदि डाइरेक्ट गर्न गाह्रो हुन्छ भने सायद त्यसलाई फेथको थ्रुबाट नि सायद पुग्छ होला क्या त्यो ठाउँमा समडे, नट अघि भने जस्तो होइन। पुग्छ लट अफ पिपल हेभ मेट होइन, भक्ति योगा जस्तै होइन, त्यहाँबाट नि एउटा लेभल अफ कुरा त सुन्यो नि त। हि क्यान होइन, मान्छेले ल मनन गर्नलाई उसँग भित्र डेटाबेस छैन होला, उसले छुट्टै लेभल अफ पेन र लाइफ जिएर आएको छ होला होइन। अनि त्यो वे अफ पेन र लाइफलाई चाहिँ सायद भक्तिले, यो फेथले चाहिँ सम काइन्ड अफ हेल्प गर्छ होला मान्छेलाई। अनि त्यहाँबाट चाहिँ मेबी ऊ चाहिँ त्योभन्दा चाहिँ इभोल्युसन भएपछि, त्यो थट चाहिँ इभोल्युसन भएपछि अनि मलाई यसले यहाँसम्म पुर्यायो, नाउ आई निड अनदर ल्याडर भनेर उसले जान सक्ने जब पुग्छ सायद पुग्छ होला। तर कतिजनाले त्यहाँसम्म जान खोज्दैन होइन, तर बेटर देन नथिङ हो त्यो चाहिँ somehow यदि गुड होइन। कसैलाई मार्नु हुँदैन बुझाउनलाई, तिमीलाई भगवानै चाहिन्छ भने सो बिट वाला कुरा हो क्या। कसैलाई हेप्न हुँदैन भने बुझाउनलाई गडै चाहिन्छ भने, अब जस्तो यहाँ वर्ल्डलाई हात सफा राख्नुपर्छ, मुख सफा राख्नुपर्छ, मास्क लगाउनुपर्छ भनेर सिकाउनलाई कोही बुझाउनु पर्यो क्या होइन। अनि सो लाइक इमेजिन हुन्छ नि के चाहिँदो रहेछ, वाट द वर्ल्ड निड्स, एउटा खालको एजुकेसन दिनलाई, अब अवेरनेस र इन्लाइटनमेन्ट दिनलाई त अभियसली ग्रेटर हुन्छ। अनि फेरि मलाई चाहिँ यो अहिले यो फ्रस्ट्रेसन आएको पनि किन भन्दाखेरि चाहिँ अहिलेको वर्ल्डको सिनारियो हेर्दाखेरि चाहिँ लाइक
भक्ति योगा इज नट द राइट पाथ जस्तो लाग्दैन क्या ब्रो होइन लाइक होला अब लाइक हो इट वर्क्स भक्ति योगा वर्क्स होइन लाइक इन लङ टर्म चाहिँ ओके एकदम पिसफुल सोसाइटीमा बसिरहेछौँ देयर इज नो एकदम केयस वेयर तिम्रो चाहिँ खासै रेस्पोन्सिबिलिटी चाहिँ इज नट डिमान्डेड इन अ लार्जर स्किम छ भने चाहिँ आई अन्डरस्ट्यान्ड होइन बट वर्ल्डको सिचुएसन यस्तो भइरहेछ कि लाइक ओके लाइक वी निड फ्यु एकदमै लार्जर स्केलमा अवेर पिपलहरू हु क्यान रेबेल वाला होइन हु क्यान रेज देयर भोइस हु नो वाट टु डु वाला आई एम नट सेइङ मलाई थाहा छ वाला म पनि कम्प्लिटली नै कन्फ्युज र फक टपिक छु बट लाइक ओभरअल नै यसरी ओभरअल हेर्दाखेरि चाहिँ कस्तो लाग्ने डिलिजनको पराकाष्ठ लाग्दैन के ब्रो लाइक होइन लाइक अति नै हो होइन तर but everybody deserves it. You deserve your pain, I deserve my pain, and everybody deserves their pain and their own division. त्यो चाहिँ एकदमै हो होइन अनि सबैको आफ्नो कर्म बाँकी छ तिर्नलाई द्याट्स व्हाई वी आर ऑल हियर वेयर इज पे ब्याक होइन अनि इनलाइटन लाइक ल अब यो जन्म लिएर इनलाइटन हुने भएको त लाइक अनबिलिभेबलमा हुन्छ नि मान्छेको नलेज पहिलाको कर्महरू जोडेर पनि पुगेको छैन क्या हामी त्यो 25% अफ द त्यो कन्टेन्टर बन्नलाई पनि अनि अलिकति 99% मान्छे त नट इभन क्लोज क्या त्यो 25% कन्टेन्टर पनि क्या अनि त्यो नलेज च्यानल भएर ल भनौँ न म तिमी म वाइ वेयर वी बर्न हियर जस्तो खालको कुरा पर्पज अफ लाइफको कुराहरूसँग हामी हरेक कुराहरूसँग होइन ल हामी यहाँ किन जन्म्यौँ त वी आर सो क्लोज विथ अल दिस थिङ्स क्या होइन वाइ वाज आई पुस्ट इन्टु यो मेडिटेसनहरू यो स्पिरिचुअलहरू स्कुलकै टाइमदेखि म किन त्यो स्कुलमा पढ्नु गएँ त होइन वाइल आज मेरो फ्यामिलीमा 3जना दाजुभाइ हामी दिदी र दाइ थियो म थियो होइन 3जनालाई पढाउन अलिक महँगो भनेर काइन्ड अफ त्यो बेलाको अलिक महँगो थियो क्या स्कुल होइन अनि महँगो भन्नाले जस सरकारी भन्दा त अब त्यो मम्मीलाई पनि गाह्रै हुन्थ्यो त्यो बेला बेसिकल्ली होइन अनि तैपनि म त्यसमा चाहिँ आई कुड डु इट अल अनि किन म त्यहाँ क्लोज हुनु पर्यो हुन्छ नि आई कुड अन्डरस्ट्यान्ड म त्यो चर्चहरूमा नै जानु पाउनु मस्जिदहरू होइन अनि पछि आएर यो सनातनदेखि लिएर लाइक आई बिन टु एभ्री प्लेसेस जस्तो लाग्छ मलाई त्यस्तो नट तर धेरै जस्तो ठाउँहरूमा चाहिँ मैले त्यो स्टोरीहरू सुन्नलाई म आइ एम भेरी लकी टु बी प्रेजेन्ट देयर क्या त्यो टाइममा चाहिँ किन सायद मेरो पहिलाको एड्स अप अल दिस टु दिस होला जस्तो लाग्छ क्या मलाई अनि होइन अब मान्छेहरू किन नलेज छैन त अगाडि छ नलेज हुन्छ नि देयर इज इफ यु वान रिड भागवत गीता इट्स अन यर फोन इफ यु वान रिड आर्ट अफ वर इट्स अन यर फोन इफ यु वान रिड सैटानिक बुक इट्स अन यर फोन त्यही छ त नलेज बट वाइ डु पिपल किप स्क्रोलिङ लाइक माइन्डलेसली होइन डुइङ पिपल ऱ्यान्डम सिट भनेको त्यहाँसम्म पुग्नलाई त्यो नलेजको एउटा बेस त चाहियो नि त होइन मैले के ब्याक स्टोरी त चाहियो नि त अन्डरस्ट्यान्ड गर्नलाई कर्म गरेर फलको आशा नगर त एकदम सिम्पल नर्मल होइन नेपाली शब्द होइन तर कसरी बुझ्दैन त्यसलाई गाह्रो छ त कर्म बुझ्नु पर्यो फल बुझ्नु पर्यो आशा भन्ने बुझ्नु पर्यो तिनवटा यो शब्दलाई कुरा गर्ने हो भने हुन्छ नि हाम्रो एउटा सिरिज अफ एउटा कन्भर्सेसन भन्छ कि कर्म फल र आशा होइन धेरै कुरा जोडेको छ नि त प्रोजेसमा हेर त फिलोसफीले सोचौँ त वाट त्यो पढ्नु खोजेर रहेछ वाचा कुराहरू क्या होइन द होल महाभारत इज रिटन एज कर्म फर पिपल क्या ब्रो होइन फल पनि हेर त सबैले के फल पाउँछ वाला कुराहरू के गरेको छ फर द धर्म होइन अनि आशाको कुराहरू सबैजनासँग थियो क्या ब्रो त्यही त बेटरको आशा सत्यदेखि कलियुगसम्म पनि हुन्छ क्या ब्रो इभन द देयर इज धर्म अर नट इभन देयर इज पाप पराकाष्ठै होस् त्यसको आश त हुन्छ नि त एउटा अनि त्यही होको लागि नै वार भइरहेछ क्या अहिले अनि अब यो फेरि सबै कुरा बुझ्दै एप्लाई गर्दै बल्ल पुग्ने त होला नि मान्छेहरू प्र्याक्टिस गर्दै होइन रिसर्च गर्दै होमवर्क गर्दै पुग्ने हो नि त मान्छे त्यो इट टेक्स टाइम अनि इभन यो सनातनहरूको उसमा अब मन्त्रहरूकै कुराहरू गर्ने भएन जस्तै सम मन्त्रहरू लाखौँ करोडौँ जति रिपिट गर्नुपर्ने मन्त्रहरू अब जस्तै यो लाइफमा सकिएन भने होइन तिमीले यो लाइफमा चाहिँ अब 1 लाख जति गर्नुपर्ने मन्त्र तिमीले 79,000 जति गर्यो अरे अनि नेक्स्ट लाइफमा तिमीले 1000 जति गर्ने बेलै सिद्धि प्राप्त हुन सक्छ अरे होइन
कर्म एड हुन्छ वाला कुराहरू क्या हुन्छ त्यो पाप पनि एड हुन्छ पुण्य पनि एड हुन्छ वाला कुराहरू ओके होइन जस्तै हाम्रो मत्याहरू यो जात्राहरू हुन्छ नि नेवारहरूको त्यति बेला चाहिँ अब हामी जात्रामा इफ हामी बच्चादेखि हामी भाग लिएर आउँछौँ नि त दिपङ्करहरू यताउताहरूमा अब हामी गयो भने अब नचिनेको मान्छेहरूले नि जुसहरू दिने पानी खुवाउने यताउता गरेर हुन्छ क्या अनि लाइक आवाज पनि फेरि अब फर्स्टमा बच्चा बेला त ह्याप्पी हुन्छ नि मान्छेले खुवाउन आइरहेको छ होला सेन्टिमेन्ट होइन अनि पछि भन्दाखेरि चाहिँ अब त्यही वरिपरि कुरा भन्दाखेरि चाहिँ तिमीहरूले पुण्य गरिरहेछ अनि तिमीहरूलाई खुवाएर चाहिँ उनीहरू तिमीहरू पनि उनीहरूकोमा एड भयो होइन हामीले चाहिँ त्यहाँ त्यो होइन त्यो के भन्छ त्यो परिक्रमाहरू सहित त्यो मन्दिरहरू परिक्रमा हामीले त कमाइरहेछ अरे नि त अनि त्यो चाहिँ अब हामीलाई हेल्प गर्यो भने उनीहरूको पनि एड भयो अरे क्या उनीहरूको पाप पनि पखालिन्छ अरे क्या हामीलाई हेल्प गरे बापत क्या अब नाइस वाला कुरा क्या वी आर एडिङ कर्म होइन वी आर सब्सट्र्याक्टिङ कर्म होइन अनि होल स्पेक्ट्रममा बुझ्नु जरुरी छ नि त यसलाई फिलोसफिकल अनि हाम्रो पौराणिक कथाहरूदेखि लिएर सबै हाम्रो शास्त्रहरूदेखि लिएर सबैतिरबाट बुझ्नु जरुरी छ नि त टु बी एबल टु बी अवेर क्या मेडिटेट मात्र गरेर इन्लाइटन हुन्छ त वाला कुराको फर्स्टमा अलिकति इन्फर्मेसन त चाहियो नि त जस्तो बुद्ध पनि he went to all the races he could find from the Himalayas to the seas अनि he couldn't अनि लास्टमा गएर सबै कुरा सुनेर सबै डिबेट गरेर निस्केपछि चाहिँ अनि sat down under a bodhi tree and he found enlightenment in कति डेज होइन सबै नलेज भइसक्यो अनि सबैमा क्वेसन गर्न थाल्छ कि उसले अनि त्यो बेलाको ऋषि मुनिहरू गएर अभियसली अलिकति मोर ऋषि लाइक इन द्याट टाइम किनभने अलिक करप्ट भइसकेको थिएन 2500 years अगाडि होइन सो त्यो बेला उनीहरूसँग कुरा गरेर नपुगेको भनेपछि त्यो यार लट अफ नलेज नि बुद्ध ही डिडन्ट स्याट अन्डर इट विथ नथिङ होइन उसँग भ्यालिड क्वेसन्सहरू छ क्या अनि अहिलेको मान्छेहरूसँग भ्यालिड क्वेसन हुँदैन अनि जस्तै अब इभन मसँग पनि सायद छैन होला महाभारत कहिले भएको थियो होला जस्तो कुराहरू के हुन्छ नि किन भएको थियो लाइक हुन्छ नि आर अल दोज क्वेसन्स भ्यालिड र कृष्ण आएको थियो होइन यो थियो कि थिएन अनि त्यसले चाहिँ अनि अघि भने जस्तो मायामा र यो मेट्रिक्समा चाहिँ त्यसले फसाउँछ कि डिफ्रेन्ट क्वेसन्सहरू होइन क्वेसनमा अड्केर बस्ने कि एन्सरमा पाएसम्म अड्केर बस्ने कि अब हुन्छ नि यु ट्राई टु सल्भ इट अल एकैचोटि वाला कुराहरू एन्सर त सबैको एकैचोटि त कहाँ पाइन्छ एकदमै हो त्यसै होइन अनि बुद्धले जस्तो एकैचोटि हामीले मेक सेन्स पनि गर्न सक्दैनौँ क्या अब हुन्छ नि इफ वी अब लट डेटाबेस यिनीहरूमा होइन हामीले त्यो पनि गर्न सक्दैनौँ क्या सो पिस खोइ त अघि भने जस्तो पिस त पाइन्छ होला तर पिस पनि इट्स नट होइन फाइनल डेस्टिनेसन हो त होइन डेथ पछि पनि पिस हुन्छ भने के ग्यारेन्टी छ त्यो एउटा इन्स्टाग्राममा भइरहेको थियो क्या मेरो लागि यो एडिटहरू चाहिँ यो कन्ट्रोलिङ एडिटहरू चाहिँ यस्तो कन्सपिरेसी होइन अनि त्यसपछि यस्तो थ्योरी अनि त्यसपछि प्रोटेस्ट भन्दा पनि बढी चाहिँ यो 5D कन्सियसनेस भन्दो रहेछ लाइक दे आर स्केयर्ड अफ पिपल ह्याभिङ दिस 5D कन्सियसनेस वाला खालको रियलाइजेसन के किनकि सर्टेन नम्बर अफ पिपल होइन त्यो 5D कन्सियसनेसको रियलाइजेसनमा पुग्यो भने चाहिँ वर्ल्ड क्यान सिफ्ट अटोमेटिकली इट्स रियालिटी इफ सर्टेन नम्बर अफ पिपल हेभ द्याट रियलाइजेसन वाला आजको भोलि नै सिफ्ट हुनेवाला खालको त्यो पुफवाला खालको सिफ्ट थियो होइन बट सम हाउ त्यो 4D कन्सियसनेस 5D कन्सियसनेस वाला खालको टर्न ले चाहिँ रियलाइजेसन भयो मान्छेहरू लाइक यो एलिटहरूले जुन कन्ट्रोल गर्न खोजिरहेको छ त्यो चाहिँ ब्रेक हुन सक्नेवाला चान्सेस एकदम बढी छ अरे क्या त्यही भएर चाहिँ देयर इज अ बिग कन्सपिरेसी गोइङ अन कन्ट्रोलिङ फ्रिक्वेन्सी म्युजिक होइन म्युजिक एकदम मेनिपुलेटिभ टुल हो नि त लाइक इमोसन ट्रिगर गर्नलाई अनि लाइक ओभर द हिस्ट्री हेर्नुभयो भने पनि एकदमै यो अति पावरफुल म्युजिसियनहरूलाई चाहिँ मारेको छ लाइक who tried to bring change through their music words lyricsहरूबाट होइन they were kept quiet के अनि अहिलेको चाहिँ वेस्टर्न सोसाइटी र वेस्टर्न कल्चरमा चाहिँ यो सेटानिक र सोल बेच्नेवाला सेल योर सोल टु डेभिलवाला होइन अनि यो एकदम हाई एन्ड सिङ्गरहरूले चाहिँ डेभिल वर्सिप गर्ने आफ्नो कन्सर्टमा आफ्नो गीतहरूमा पनि त्यही खालको चाहिँ रिचुअल्सहरू गर्ने भेरी बिग कन्सपिरेसी एकदम फायर फेक्ट होला बट यस्तो पनि छ क्या अब लाइक भइरहेछ क्या लाइक किन गर्नु त्यो यसो हेर्नु खै हुनु होला
कनेक्टिङ लाइक हिस्ट्रीको त्यही त मलाई नि अब कतिचोटि इग्नोर गरे हो मैले हैन तर यु जस्ट कान जस्ट इग्नोर के विथ अल दिस गोइङ अराउन्ड कनेक्टिङ द डट्स नै हो नि त कनेक्टिङ डट्स भन्ने कुरा हुन्छ हिस्ट्रीबाट अहिलेसम्मको हेर न त जन लेननलाई मारेको छ हैन बब मार्लेको पनि एकदमै कन्स्पिरेसी वाला छ माइकल ज्याक्सनको एकदम कन्स्पिरेसी वाला खालको छ डेथ छ हैन किन मार्नु पर्यो त यिनीहरूलाई मार्ने अनि अहिलेको सिङ्गरलाई सिङ्गर पनि कस्तो मरिरहेछ नि त हु टक अबाउट पिस हैन हु ब्रट हु ट्राई टु ब्रिङ अ लट अफ चेन्जेस इन द सोसाइटी यस्तो सिङ्गरहरू चाहिँ मरिरहेछन् अनि त्यसपछि अहिलेको म्युजिक इन्डस्ट्री हेरौँ त वेस्टर्नको लाइक डेमोनिक त्यो रिचुअल्सदेखि लिएर होइन यो वर्क कल्चरको सेन्टिमेन्टदेखि लिएर सबै भइरहेछ सो अब लाइक यो त एकदम सिम्पल कनेक्टिङ द डट्स भयो नि त्यसको लागि त पुरै एउटा कुनै बुक वा कुनै रिसर्च पेपर पनि चाहिएन इट्स ह्यापनिङ राइट इन फ्रन्ट अफ आवर आइज नि त देखिरहेछ नि त अनि लाइक अब कस्तो के भन्ने अब कुरा गर्दाखेरि चाहिँ कन्स्पिरेसीमै पर्छ यो कन्स्पिरेसी टर्मले गर्दाखेरि पनि धेरै कुराहरू चाहिँ भन्दाखेरि पनि अब आफू चाहिँ एउटा माइनोरिटीमा पर्ने होइन अब यो त एकदम ठिस कुरा गर्न थाल्यो भनिदिनु यहाँ कस्तो साइको छ क्या ब्रो कन्स्पिरेसीको कुरा गरौँ ठिस भनिदिन्छ होइन अनि यो हिन्दुइजम स्पिरिचुअलिटीको कुरा गरिदिउँ ल यो त बाबा भन्न लाग्यो ल अब यसले त अब होइन अब दारी सारी पालेर यो त अब जङ्गल पस्छ क्या भनिदिने क्या आफ्नो दारी आउँछ नि टेन्सन ठिक भन्न पाइयो अब के अब के जवान जान्छ ब्याङ्क नो अफेन्स होइन तर तपाईँले भनेको चाहिँ एकदम लाइक आई डोन्ट नो एउटा फ्रस्ट्रेसन कुपटप रहेछ अब म भित्रै पनि अब म पनि डिनायलमै छु अब होइन म पनि सर्टेन कुराहरूको डिनायलमै छ धेरै कुराहरू भइरहेछ अब इट मेक्स सेन्स कि वेन पिपल आर रेडी वेन पिपल पाथ अलाइन लाइक उनीहरूको लाइफमा त्यही अनुसार नै त्यो भइरहेछ अब जति नै बाहिरबाट चाहिँ मैले एक्सनली वा हामीले वा अरू कसैले भनेको कुराहरूलाई फोर्स गरेर पनि हुनेवाला छैन अनि मेबी आई एम रङ इन माई वे मैले भनेको कुरामा मै अहिले आफ्नै इलिजनमा छु मैले भनेको कुरा ठिक जस्तो लागिरहेछ बट लाइक इट क्यान बी अ भेरी प्रुभन वे म एकदम रङ छु म आफ्नै इगो र आफ्नै इलिजनमा चाहिँ मलाई मेरो कुरा ठिक लागिरहेछ बट मेबी त्यो चाहिँ राइट पाथ हुन सक्ने पनि चान्सेस धेरै नै छ उनीहरूले आफ्नो कर्मको फल त पाउनु पर्यो नि त कहाँ पाउनु पाएन सबैले त्योबाट चाहिँ होइन अब उसलाई अब 16 लाइफ लाग्छ भने लगाउनु पर्यो 16 लाइफ लाग्छ भने अनि यो थ्योरी तपाईँले भन्नुभएको यो कन्सेप्ट पनि कस्तो भइदिने भन्दाखेरि ल सपोज कसैले चाहिँ नराम्रो काम गरिरहेछ अरे होइन नराम्रो काम गरेर नराम्रो काम गर्छ अनि उसले चाहिँ दिमागमा ठिक छ म कर्म गरेर यो भरपाई गरिदिन्छु भन्दाखेरि इज इट राइट त्यो वेमा सोचेर चाहिँ नराम्रो काम गर्नु त लाइक कर्मकै फल हो वालाहरू गेम हो भन्नु होइन अनि हाउ डज द्याट मेक यु के भन्छ इलिजिबल टु क्यालकुलेट द कर्म तिमीले त गर्ने होइन नि त त्यो होइन जसले पाप गरेर उसले नि क्यालकुलेट गर्ने होइन क्या त्यो म एउटा बचाउँछु अनि एउटा मार्छु होला होइन नि त डजन्ट वर्क लाइक द्याट होइन अनि तिमीले त्यो मैले बुझेँ भन्नु र अनि एक्चुअल बुझ्नु अनि इन्लाइटमेन्ट पाएँ भनेर एक्चुअलमा इन्लाइटमेन्ट पाउनु अनि त्यो चाहिँ डिफ्रेन्ट कुरा हो इट इज नट इन्लाइटमेन्ट यो तिम्रो मोक्षहरू इट्स नट एनाउन्स्ड यो सेल्फ प्रोक्लेम गर्ने कुराहरू पनि होइन अनि यो उहरू क्यालकुलेट गर्न हामी इलिजिबल पनि छ मलाई लाग्ने चाहिँ सो अब गर्दै त्यही अहिलेको कुरा फेरि आयो कर्म गर फलको आशा नगर यु जस्ट डु यर वाट्स रिटन फर यु वाट्स युर पाथ त्यो मात्र गर्दै जाने हो नि त धर्म गर्न आयो हामी धर्म फलो गर्न आयो भने हामी त्यो फलो गर्दै जाने हो होइन सकेसम्म आफ्नो अन्डरस्ट्यान्डिङले भ्याएछ म कसैकोलाई पूजा गर्ने हो कसैकोलाई हेल्प गर्ने हो होइन कसैकोलाई आर्ट गर्ने हो कसैकोले के गर्ने हो आफ्नो कर्म धर्म जस्तै न्युक्लियर त्यो सेफगार्ड गरिरहेको हाम्रो त्यो भनौँ न सबमरिनको मान्छेको धर्म के हो त ब्रो उसको होइन त्यो पड्किन नदिने उसको धर्म हो नि त होइन भगवान सगवान छोडिदियो तिमी त्यहाँतिर फोकस गरेर होला भने त उसको धर्म त्यो उसले आफ्नो धर्म छोड्ने बित्तिकै वर्ल्ड सक्यो क्या होइन त्यो अनुसार हामी सबैको कर्म र धर्म छ त्यो अनुसार फलो गर्दै जानु जस्तो लाग्छ मलाई विदाउट लुकिङ फर इट्स कन्सिक्वेन्सेस एन्ड अल द बेनिफिट यसमा चाहिँ हामी क्यालकुलेटै गर्न सक्छ लाइक एकदम हायर लेभलमै छ होइन अनि यसमा चाहिँ अब लाइक मलाई चाहिँ कस्तो हुने भन्दाखेरि होइन लाइक मैले केही कुरा पत्ता लाग्ने वा केही कुरा चाहिँ मलाई चाहिँ ओहो भयो भने चाहिँ मलाई चाहिँ त्यो भन्न मन लाग्ने कि सेयर गर्न मन लाग्ने कि अरूले पनि थाहा पाओस् होला कि ल यो त थाहा पाउनुपर्छ यार सबैले थाहा पाउनुपर्छ यार यो त एकदम यस्तो कुरा हो भन्ने जस्तो लाग्ने कि अनि
अनि लाइक त्यो हुन्छ नि त्यो लाइक कुनै एकदम दामी फिल्म हेरेपछि पनि हुन्छ क्या कहिले अति नै बवाल फिल्म हेऱ्यो अति नै त्यो आफूलाई नै भित्रबाट चाहिँ अब कस्तो भइदियो भने ल भयो क्या त्यो हेरेर होइन पार्ट वाके कन्ज्युम गरिसकेपछि पाहाडमा गएर चिच्याइदिउँ जस्तो क्या ठुलो माइक राखेर हुन्छ नि सबैले थाहा पाओस् जस्तो वाला क्या होइन यो हेर यार वाला खालको क्या त्यस्तो चाहिँ अहिले चाहिँ अब यो रिसेन्ट इयरमा चाहिँ यो स्पिरिचुअलिटीको जर्नीमा गइरहेको बेलामा चाहिँ लाइक ओके मलाई यो रियलाइजेसन भयो है भनेर चाहिँ सेयर गर्न मन लाग्ने होइन सेयर गरौँ जस्तो लाग्ने कन्स्पिरेसी थ्योरीमा पनि त्यही हुने होइन सेयर गरौँ न त सेयर गर्यो अनि सेयर गर्दाखेरि त्यो एउटा चाहिँ अब त्यो पर्सनल पनि होला लाइक कस्तो भइदिनु एक्सपेक्टेसन राखेर पनि होला अलिकति आफैलाई पनि सेटब्याक फिल हुने क्या लाइक एउटा एक्सपेक्टेसन राख्दिनु कि ल यो त अति नै इम्पोर्टेन्ट कुरा हो जस्तो लाग्ने आफूलाई लागिरह होला सेयर गर्यो रेस्पोन्स चाहिँ अब त्यो नआइदिने क्या सोचे जस्तो नआइदिने क्या फ्रम द वर्ल्ड फ्रम द पिपल अराउन्ड होइन अनि तिमीले हेर भनेपछि मैले त हेरेको छु नि पुरा अनि अल्लाह हेर्नु अरूले भनेर सुन्छ फिल्म हेर भन्दा त हेरेको छु नि ब्रो अझ म सोध्ने मान्छे ब्रो कुन फिल्म हेर्नु यार भन्छु होइन यो फिल्म हेर भन्छ म हेर्दिनँ अनि त्यो डिसअपोइन्टमेन्ट भइदिने क्या त्यो आइदिने क्या अनि फेरि अनि त्यो डिसअपोइन्टमेन्ट आउँछ अनि फेरि त्यो रिस उठ्छ अनि फेरि आइसोलेट भयो होइन अनि अन्डरग्राउन्ड भयो क्या फेरि भनेर अन्डरग्राउन्ड के हो नि फेरि अलिकति अनि फेरि फर्केर त आउनु पर्यो यही हो होइन यही केओसमै हो केओसमै लाइक तपाईँले भने जस्तै अब मेरो धर्म त यही रहेछ क्या हो लाइक आई विल स्ट्यान्ड अप आई विल स्पिक आउट टाइमको लागि अनि तिम्रो त त्यहीँतिर छ नि त फ्रस्ट्रेसन त अनि त्यो त बाटो हो नि त विदाउट केओस त होइन फ्रस्ट्रेसन एन्ड केओस छैन भने त यु सुड बी वरिड क्या इफ युर लाइफ इज एट पिस यु सुड बी वरिड युर युजेस भनेर बुझे नि भयो क्या खालको सबै कुरो पिस आनन्द तिमी चाहिँदैन रहेछ वरिपरिलाई होइन जस्तै रियाक्सन हुने भने नि त केओस मोलिकुलरदेखि केमिकल्लीदेखि फिजिकल्लीसम्म हेर्ने भने पनि विदाउट अल दिज रियाक्सन नथिङ इज पोसिबल होइन इभन युरेनियम पनि इभन एभ्री मटेरियल एभ्री एलिमेन्ट पनि इट्स डिकेइङ एट अ रेट द्याट्स वाइ दे आर देयर जस्तो युरेनियम पनि त्यो हुने हो नि त त्यसको हाफ लाइफ हुन्छ भन्छ नि त्यो लिडमा कन्भर्ट हुन्छ नि थाहा छ कति बिलियन इयर्समा युरेनियम पनि कन्भर्ट हुन्छ लाइक एभ्री फिजिकल युरेनियम अटोमेटिक हो त्यो हाफ लाइफ भन्ने हुन्छ युरेनियम त्यो वाला सेन्टिमिटर सर्च गरेर त्यो कन्भर्ट भएर लिडमा कन्भर्ट हुने त्यो त्यसको इलेक्ट्रोनहरू जाँदा त्यो हुन्छ नि त्यो वाला सेन्टिमेन्ट तर लास्टमा भनौँ न अहिले आएर यसो विचार गर्ने भने त्यो एभ्रिथिङ के यो फिलोसफी पौराणिक कुराहरू यो एभ्री साइन्स एन्ड क्वान्टमहरू यिनीहरू सबैलाई एकै ठाउँमा राखेर हेर्नु एउटै छ क्या फेरि एउटै रुलमा बगाएको छ क्या ब्रो केओसको रुल एकदम त्यो अस्ति मैले एउटा बनाएको थिएँ नि त्यो उसको लाइक इन्ट्रोपीको सेन्टिमेन्ट जस्तै हामीले एउटा पानीको ग्लासमा एक थोपा इन्क हाल्यो भने डिजल्भ छ त्यसलाई हामीले एकै ठाउँमा ल्याउन सक्छौँ त्यसलाई इट टेक्स लट एक्स्ट्रा एनर्जी टु रिभर्स इट होइन जस्तै ल म इन्क मात्रै निकालेँ मैले पुरा डिस्टिलेसन गरेर वाटर S2 एक ठाउँमा अनि त्यो रेस्ट एक ठाउँमा राख्नुपर्छ धेरै हिट चाहिन्छ क्या तर त्यो डिजल्भ हुन त केही नै चाहिएको थिएन जस्ट इन्ट्रोपी अगाडि बढ्नलाई धेरै एनर्जी चाहिँदैन पछाडि जानलाई धेरै चाहिन्छ द्याट्स वाइ त्यो टाइम ट्राभल पनि गाह्रो भएर त्यो इन्ट्रोपीले गर्दा अनि यो इन्ट्रोपीको एकदम के भन्दै थिएँ यार एकदम डिरेक्सन अफ टाइम अनि यो कुरालाई चाहिँ फेरि हाम्रो काल चक्रले च्यालेन्ज गर्ने रहेछ क्या ब्रो इन्ट्रोपी भनेको स्ट्रेट लाइनमा हुन्छ ब्रो काल चक्र भनेको रोटेसन छ त्यहाँ च्यालेन्ज गर्छ क्या ब्रो हाम्रो उसले जस्तै अब इफ यु गो थ्रु यो हाम्रो टाइम इज अ लिनियर थिङ वाला कुरामा गयो भने त देयर इज नो वे यु क्यान टाइम ट्राभल के देयर इज नो वे त्यो फन्डामेन्टली रङ यो टाइम इज अ इल्युजन वाला कन्सेप्ट यो आइन्स्टाइनले भन्नुभयो अनि लाइक टाइम इज इल्युजन लाइक हाउ डज इट मेक सेन्स टाइमलाई इल्युजन भन्नु टाइम इज इल्युजन भन्ने अब ल ब्ल्याक होलको सँगै र एउटा नर्मल मासको सँगै बसेर हामी टाइम क्यालकुलेट गर्छौँ भने त्यो दुइटा डिफ्रेन्ट आउँछ नि त टाइम इज पासिङ डिफ्रेन्टली एन्ड ब्ल्याक होल टाइम इज पासिङ डिफ्रेन्टली होइन अनि त्यो कन्सेप्टको आधारमै अब त्यो टाइम इल्युजन हुने थाहा भएन त टाइम कन्सटेन्ट हुने भए पो टाइम हुन्छ त फिजिकल स्टेट होइन नि त यो यति नै हो वाला कुरा क्या होइन हाइड्रोजन एटम होइन नि त वाला कुरा क्या न्युट्रोनको वरिपरि एउटै टाइम कसरी छ त टाइमलाई त हामीले मेजर गर्नलाई युनिट हो भने टाइम कसरी टाइम इज नट फिजिकल स्टेट
फिजिकल हामीले ऊ गर्नु पो बनाएको त टाइम कसरी छ तिम्रो र मेरो टाइम कसरी छ भनेर हामीले त्यो क्यालकुलेट गर्नलाई त बनाएको छौँ अनि त्यो सबै एकै ठाउँमा सिङ्क हुन्छ त्यो माथि एटमिक क्लक बनाएको छ एउटा त्यसमा सिङ्क हुन्छ त्यो भएर हाम्रो मेरोमा 1832 देखाएर छ तिम्रोमा देखाएर होला कति 12 बजे होला 9 बजे होइन 9 कति 847 या 1833 भइरहेको सो या इट्स जस्ट आवर युनिट अफ मेजरमेन्ट मात्र तर वाट इज टाइम तवाला कुरा क्या होइन जस्तो ऊ भने जस्तो क्या मैले तिमीलाई अहिले मेरो यहाँको कोअर्डिनेट दिएर क्या होइन एक्स एक्सिस यो वाइ एक्सिस यो वाला अरू सपोज ल्याटिट्युड लङ्गिट्युड ल्याटिट्युडमा डट पोइन्ट डट नर्थ यो इस्ट गरेर मैले ल्याटिट्युड लङ्गिट्युड दिएँ अरू त्यसको सानो कोडेड भर्जन त्यो 5वटा डिजिटवाला दिएँ होइन इफ यु डोन्ट have a way to decode it on your Google Maps you will not find me क्या तिम्रो र मेरो युनिट एउटै हुनु पर्यो नि तिमी त्यो कोड अनि माइक्रोसफ्ट वर्डमा अरू इन्टरनेटमा हालेर हुँदैन नि त इट सुड बी कनेक्टेड टु गुगल अर्थको एपिआई विच इज मैले नि त्यही युज गरेँ नि त सेम त हुनु पर्यो टाइम पनि क्या ब्रो अब तिमीले ऱ्यान्डम टाइम भन्नु मैले ऱ्यान्डम टाइम भन्नु भनेर हुँदैन नि त कति घन्टा लाग्थ्यो ब्रो चढ्नु भने तिमी आधी घन्टा भन्नु मैले 3 घन्टा भन्नु त्यसरी त हुँदैन सेट अफ रुल्स र प्रोटोकलमै युनिफर्म भएर मात्रै चलिरह्यो यस अब जस्तो इलेक्ट्रोन एटमहरू त्यस्तो कुरा होइन नि त क्वान्टम स्टेट रिलेटिभिटीहरू त्यस्तो कुरा होइन त्यो त त्यहाँ छ त्यसको मास होइन अब सनलाई ब्ल्याक होल बनाउने भयो भने एउटा कत्रो सानो बल जत्रो पी जत्रो हो कि कत्रो ब्ल्याक होल बन्छ तर मास सेम हुन्छ क्या द्याट्स वाइ त्यो ग्राभिटी त्यो स्ट्रङ हुने मात्रै हो सानो कुरामा जस्तै त्यो सानो खुर्सानीमा पिरो धेरै भयो भने त्यो कन्सन्ट्रेसन धेरै 5-6वटा अरू खुर्सानीको जति कन्सन्ट्रेसन एउटैमा छ भने त्यो अलिक बढी पिरो हुन्छ त्यस्तै सन जत्रोको ग्राभिटेसनल कुरा अब पी जत्रोमा कम्प्रेस गर्यो भने त्यो बढी पावरफुल हुन्छ अनि लाइक इफ टाइम ट्राभल इज इल्युजन के अरे टाइम इज इल्युजन भनेपछि त टाइम ट्राभलको पोसिबिलिटी नै हराएर जान्छ होइन र टाइम ट्राभल भने नि थ्योरी होइन र कन्सेप्ट होइन र अनि त्यो चाहिँ यो थ्योरीबाट चाहिँ अलिक मिलेन जस्तो लाग्छ क्या मलाई टाइम इज लिनियर भनेपछि त अनि पछाडि कसरी आउने त देयर इज नो वे इन्ट्रोपीले त एक्सप्लेन गरेकै छ त युनिट 100 टाइम्स मोर एनर्जी टु गो ब्याक टु द स्टेट अफ अन्डा फुटायो अन्डा कसरी बनाउँछ त्यो खतरा त्यो इन्क्युबेटर के डिएनए टेक्नोलोजी के चाहिन्छ क्या ग्रुप त्यसलाई फेरि रिभर्स गर्नु अनि यसमा एउटा पोसिबिलिटी थ्योरिटिकल पोसिबिलिटी चाहिँ अब लाइक यो फ्ल्यासको एक्जाम्पल लिउँ डिसी कमिक्सको फ्ल्यासको एक्जाम्पल लिउँ अब लाइटको स्पिड भन्दा फास्ट ट्राभल गर्यो भने चाहिँ टाइम ट्राभल पोसिबल छ फेरि होइन कहाँ जान्छ थाहा छैन नि त ब्रो अगाडि हो कि पछाडि हो त जाने त्यो वाला डिरेक्सन त्यहाँ भेक्टर एड गरेर त डिरेक्सन त्यो भेक्टर भनेको डिरेक्सन त्यो डिरेक्सन अब एकदम इम्पोर्टेन्ट त्यो भेक्टरले हाम्रो ऊ बन्छ यहाँ सबै के अरे लोगो सगो बनाउने सबै यताउता नि पोजिसनिङ डिजिटल पोजिसनिङ हो बेसिकली अर फिजिकलै ओके टाइम लिनियर त्यो खै त होला भने लाइट अफ स्पिड भन्दा फास्ट ट्राभल गर्यो भने त्यो भेक्टर अगाडि कहाँ पुगे थाहा छैन कहाँ जान्छ जान्छ अब त्यो त्यही त अब वी हेभन्ट सीन एक्जाम्पल नि त मुभिजहरुमा बाहेक हैन सो कहाँ पुग्छ त के थाहा त यो सर्टेन आन्सर त छैन नि हैन यतिकोमा हामी गर्यो अनि हामी यतिमा जाने मतलब त्यो त छैन नि त थ्योरिटिकली पनि छैन के त्यो कन्सेप्ट डार्कको टाइम ट्राभल थ्योरी के हो 33 इयर्स एउटा त्यो पालमा छिरेपछि 33 इयर्स होला कि त 33 इयर्स त्यहाँ चाहिँ प्रिटी कन्सिस्टेन्ट थियो आई लाइक इट भेरी मच त्यही त त्यो थ्योरी चाहिँ टु कन्सेप्ट मलाई उसमा पनि एकदम बाफल गरेको चाहिँ वान डार्कको 3 बडी प्रब्लम 2 3 बडी प्रब्लम चाइना अनि 3 मा चाहिँ तिम्रो किमिनो नावा जापानिज है किमिनो नावा पनि हो टामी हो हो बब मिलाएको के त्यसरी हो नि त कथा यो मान्छेहरु त लबस्टर बनाएको साइको उठेर पपलाई देखाएको मैले प्रोजेक्टर साइको भएर पपलाई देखाएको मैले घरमा साइको बाद यो तिनटामा चाहिँ दामी नै छ मजा आउँछ यसो हेरेर लाइक हुन्छ नि लाइक बोथ वेज फिल्म पनि कन्टेन्ट पनि साइन्स अलिअलि यो 3 बडी प्रब्लमको 3 बडी प्रब्लममा चाहिँ एलिमेन्ट नयाँ पत्ता लगाइदिएपछि सायद को लागेर मलाई पहिला उ लाग्थ्यो एलिमेन्ट 115 हो कि 118 कतिवटा मात्र हो जस्तो लाग्थ्यो हैन पैसा होइन रहेछ नि बनाउनु मिल्ने रहेछ मिल्छ अनि त्यो लार्ज हाइड्रोजन कोलाइडर बनाएको त्यही त नयाँ एलिमेन्ट बनाउनलाई त यति पैसा खर्च गरेर छन् हिग्स बोसोन पार्टिकलहरु पत्ता लगाएर देखियो दे कुड रेप्लिकेट इट फर कति मिलिसेकेन्ड स्टडी हैन खतरा हुन्